है मेरो स्क्रिन देखिराख्नु भएको छ नि हजुर म्याम डिजिटल मार्केटिङ अमेजिङ ओके anyways first of all welcome हजुरलाई है thank you for joining this class let me just move this arrow to the side as well okay perfect um, आजको होइन यो ट्रेनिङ सुरु गर्नुभन्दा अगाडि अलिकति मेरो बारेमा अलिकति इन्ट्रोडक्सन पनि दिन्छु किनभने आई बिलिभ मोस्ट धेरैजनाले मलाई चिन्नु भएको छैन होला धेरैले चिने होला है फर्स्ट अफ अल वेलकम नमस्ते है यदि तपाईँहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ मलाई देख्नु भएको छैन अलिकति हुन्छ नि मेरो त्यो भिडियो देखेर चाहिँ यहाँ रेजिस्टर गर्नुभएको भए चाहिँ मेरो नाम चाहिँ कमला हो म चाहिँ युकेबाट हो दुईवटा बच्चाको आमा हो है म चाहिँ खासमा स्टाफ नर्स हो क्या प्रोफेसनबाट तर दुईवटा बच्चा भइसकेपछि मेरो फर्स्ट छोरा 2014मा जन्मेदेखि चाहिँ ओभियसली अब तपाईँहरू पनि विदेशमा बसिराख्नु भएको भए चाहिँ थाहा होला होइन इट्स रियली डिफिकल्ट नि है आफूले भने जस्तो लाइफ बिताउनु गाह्रो छ क्या बच्चा हेर्ने काम नगरे पनि सुख छैन होइन म चाहिँ पार्ट टाइम मात्र काम गर्थेँ क्या है पार्ट टाइम काममा अब युकेमा सर्भाइभ हुन चाहिँ गाह्रो थियो भनौँ न होइन प्लस छोराछोरीहरू ठुलो भइसकेपछि ओभियसली उनीहरूको खर्च अझै धेरै बढ्दै थियो होइन पार्ट टाइम स्यालेरीले नपुग्ने थियो क्या है आफ्नो बेसिक कुराहरू पुर्याउन पनि गाह्रो थियो त्यही भएर चाहिँ मैले अनलाइन बिजनेस सुरु गरेको थिएँ होइन डिजिटल मार्केटिङ बिजनेस गर्नुभन्दा अगाडि मैले अरू धेरै बिजनेसहरू ट्राई गरिसकेँ क्या है एमाजोन ट्राई गरेँ क्रिप्टोमा धेरै पैसा फस्यो है इमेल मार्केटिङ भनेर इमेल मार्केटिङ मात्रै गर्छु भनेर पनि गरेको थिएँ होइन हाई टिकट एफिलिएट मार्केटिङ गरेँ इट वाज गुड एक्चुली हाई टिकट मार्केटिङमा चाहिँ मैले यहाँ पछाडिको त्यो के ट्रफीहरू सबै हाई टिकटबाट पाएको हो कि है अनि त्यसपछि चाहिँ फाइनली तपाईँले भर्खर भन्नुभएको जस्तो लेगेसीमा चाहिँ म ल्यान्ड भएँ एन्ड द्याट वाज अ गेम चेन्जर मेरो अनलाइन बिजनेसमा होइन मेरो टार्गेट भनेको चाहिँ फर्स्टमा सुरु गर्ने बेला मलाई थाहा थिएन होइन महिनाको 500देखि 1000 पाउन्डसम्म एक्स्ट्रा कमाउन सक्यो भने चाहिँ मेरो बच्चा छोराछोरी दुवैको खर्च उठ्थ्यो क्या त्यति भयो भने हुन्छ भनेर मैले खासमा यो बिजनेस सुरु गरेको थिएँ होइन तर यो बिजनेस सुरु गरिसकेपछि पो थाहा पाएँ कि त्यो हुन्छ नि 500 1000 पाउन्ड भने इट्स नथिङ ए मान्छेहरूले चाहिँ यही बिजनेसबाट होइन दिनको 2-3 घन्टा मात्रै काम गरेर पनि 10-20 हजार नै कमाइरहेको रहेछन् क्या है त्यो देखेपछि आफूलाई पनि ल है म नि सक्छु भन्ने जस्तो चाहिँ लाग्थ्यो है मलाई पनि 10,000 US डलर महिनाको कमाउने चाहिँ ठुलो इच्छा थियो क्या है मैले यो प्रोग्राम जोइन गर्नुभन्दा अगाडि त्यो चाहिँ मेरो सपना मात्रै थियो क्या होइन इट वाज रियली डिफिकल्ट होइन एन्ड आल एक्सप्लेन किन डिफिकल्ट भयो र यो बिजनेसले कसरी पोसिबल बनायो यो हुन्छ नि महिनाको 10,000 म जस्तो बिजी मान्छे तपाईँ जस्तो बिजी मान्छेहरू जो चाहिँ फुल टाइम काम गरिराख्नु भएको छ होइन फुल टाइम काम सँगसँगै यो बिजनेस पनि सँगै लान्छु र पैसा कमाउँछु भनेर जसले चाहिँ ड्रिम देखिराख्नु भएको छ नि होइन आज तपाईँको त्यो ड्रिम चाहिँ पुरा हुन सक्छ है त सो आजको मेरो गोल भनेको चाहिँ के हो भन्दा चाहिँ धेरै मान्छेहरूले चाहिँ बिजनेस गर्नु खोजिराख्नु भएको छ होइन अ लोट अफ पिपल है तर धेरैजनासँग चाहिँ जिरो स्किल छ जिरो नलेज छ होइन कहाँबाट सुरु गर्ने त्यो थाहा नभएको भएर चाहिँ धेरैजना अड्किनु भइरहेछ क्या त्यही भएर यो ट्रेनिङको एन्डसम्ममा चाहिँ म तपाईँहरूलाई चाहिँ के देखाउन चाहन्छु भन्दा चाहिँ यो बिजनेस त्यस्तो कम्प्लिकेटेड छैन क्या भेरी सिम्पल बिजनेस हो है तपाईँ म होइन जो पनि क्या फुल टाइम काम गरिराखेको होस् कि सानसानो बच्चाहरूको आमा बुवा होस् कि होइन हुन्छ नि म जस्तै पार्ट टाइम काम गरेर बच्चाहरू पनि हेरेर हुन्छ नि फाइनेन्सियली स्ट्रगल गरेर होस् कि जोसुकै होस् क्या वी ओल क्यान डु दिस बिजनेस है जिरो स्किल जिरो नलेज आफ्नै प्रडक्ट नभए पनि कसरी चाहिँ पोसिबल छ त होइन त्यो कुरा चाहिँ म यो ट्रेनिङमा चाहिँ एक्सप्लेन गर्नु गइरहेको छु है बिफोर द्याट एउटा चाहिँ क्वेसन मलाई एकदम सोध्नु मन लाग्ने चाहिँ के हो भन्दा चाहिँ होइन तपाईँहरूले हुन्छ नि पहिला कुनै बिजनेस गर्नुभएको थियो अरू बिजनेस नगरे पनि काम अहिले गरिराख्नु भएको छ नि त हप्ताको कति काम गर्नुहुन्छ है तपाईँहरूलाई नि कहिलेकाहीँ हुन्छ नि जति काम गरे पनि होइन लाइक जति काम गरे पनि एन्ड अफ मन्थ नि तपाईँ हुन्छ नि इनफ पैसा नभएको जस्तो फिल हुन्छ कि हुँदैन लाइक हुन्छ तपाईँलाई आई गेस यो सवाल यो ब्रदर हामी सबैलाई हुन्छ क्या है अनेस्टली भन्दा ओल अफ अस फेल लाइक द्याट किनभने पैसा भन्ने कुरा चाहिँ हामी सबैलाई चाहिन्छ क्या है आफ्नो बेसिक निड्सदेखि लिएर अलिकति पैसा कमाउन थालेपछि हाम्रो निड्सहरू अझै ठुलो हुन थाल्छ होइन अब आफ्नो परिवारलाई पनि सपोर्ट गर्नुपर्छ भने चाहिँ अझै धेरै पैसा चाहिन्छ होइन वी ओल फिल द्याट है स्पेसली मैले पार्ट टाइम मात्र काम गर्ने बेला म साँच्चै भनेको है त्यो पार्ट टाइमको स्यालेरी जस एक हप्ता 10 दिन अगाडिदेखि औँला गर्न थाल्थ्यो क्या किनभने ब्याङ्क खाली हुन्थ्यो है अनि त्यसपछि ओके
अझै 10 दिन बाँकी छ, अझै 5 दिन बाँकी छ, अझै 2 दिन बाँकी छ। अनि जब स्यालेरी आउँथ्यो नि त होइन, 1 2 दिन खुसी हुन्थे। तर त्यो पैसा नि तपाईँको मोर्गेज, तपाईँको ट्राभल, तपाईँको खानेकुरा, बच्चा बुच्चीको के एक्टिभिटी सबै राख्दा चाहिँ यति पनि बाँकी हुँदैन थियो क्या है। अनि त्यो थोरै भएको पैसा चाहिँ हुन्छ नि अर्को 1 2 हप्तामा सिद्धिन्थ्यो, अनि त्यसपछि फेरि त्यही साइकल सुरु हुन्थ्यो क्या है। वाज भेरी फ्रस्ट्रेटिङ होइन, किनभने आफूले चाहेको कुरा केही किन्नु पर्यो भने वी डिडन्ट ह्याभ इनफ होइन, धेरै पैसा पुग्दैन थियो क्या है। अब त्यसमाथि पनि अब हामी विदेशमा बसेपछि आफ्नो देशमा पनि अलिकति सपोर्ट गर्नै पर्यो होइन। अब सपोर्ट गर्ने सिचुएसनमा चाहिँ हुन्छ नि, अब उनीहरूलाई पैसा चाहियो भन्यो भने हुन्छ नि अब लाइक स्ट्रेसफुल हुन्थ्यो कि, किनभने आफूसँग छैन भने होइन त्यहाँ पैसा पठाउनु त गाह्रो हुन्छ नि त होइन। द्याट वाज मी है। सो अब मेन कुरा भनेको चाहिँ यो बिजनेस के रहेछ त, वाट इज दिस बिजनेस होइन। सबैजनाले भन्ने यो बिजनेस चाहिँ के हो त भन्दा चाहिँ होइन, डिजिटल मार्केटिङ बिजनेस मैले अघि भने जस्तै हुन्छ नि, आई हेभ डन अदर बिजनेसेस है। अरू बिजनेसेसहरूमा चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ तपाईँले रिगार्डलेस जुनसुकै बिजनेस गर्नुभयो भने पनि केही न केही सामान चाहिँ आफूले नै डिल गर्नुपर्छ क्या है। आफूले कि किन्ने कि हुन्छ नि आफ्नो स्ट्याम्प हाल्ने होइन, धेरै आवर काम गर्नुपर्ने त्यस्तो हुन्थ्यो क्या है। अब यो डिजिटल मार्केटिङ बिजनेसमा तपाईँले चाहिँ होइन डन फर यु प्रडक्ट्स क्या है, अलरेडी अरूले बनाइसकेको प्रडक्ट जुन चाहिँ रेडी होइन सेल गर्नलाई रेडी भइसकेको प्रडक्टहरू चाहिँ हामीले चाहिँ बेच्न सक्छौँ क्या है। सो तपाईँलाई आफ्नै प्रडक्ट चाहिँदैन है। भनेपछि तपाईँले चाहिँ त्यो अलरेडी अरूले बनाएको प्रडक्टहरू सोसियल मिडियामा प्रमोट गरेर होइन पैसा कमाउने बिजनेसलाई भन्छ डिजिटल मार्केटिङ बिजनेस है। बेस्ट पार्ट अगेन अघि मैले भने जस्तै होइन, यसमा चाहिँ तपाईँलाई हुन्छ नि आफूले केही पनि टाउको देखाउनु पर्दैन। म अहिले सबै कुरा देखाउँछु तपाईँहरूलाई होइन कस्तो छ के हो भनेर है, किनभने यहाँ तपाईँले अलरेडी अरूले बनाएको प्रडक्ट पाउनुहुन्छ। सो तपाईँलाई आफैले त्यो प्रडक्ट हुन्छ नि सामान त्यो बिजनेस गर्नको लागि के सामान बेच्ने, कहाँ खोज्ने होइन, त्यो सामान राम्रो हो कि होइन होइन, त्यो सामान फेरि अरूले लिने हो कि होइन, लाइक द सो मेनी हुन्छ नि क्वेसन्स नि त होइन। किनभने मैले फर्स्टमा यो बिजनेस गर्दा एमाजोनबाट गरेको थिएँ कि है। एमाजोनमा किन गरेको थिएँ भन्दा आई डिन्ट नो एनी अदर बिजनेसेस क्या, मलाई केही पनि अरू बिजनेसको बारेमा थाहा थिएन है। त्यो थाहा नभएपछि ल ठिकै छ एमाजोनबाट गरौँ न त भनेर गरेको थिएँ, किनभने युट्युबमा सोद्धा चाहिँ एमाजोन राम्रो भन्यो क्या है। ल नि त भनेर एमाजोनबाट गर्ने बेला चाहिँ मैले चाइनाबाट सामान सोर्स गर्नु परेको थियो होइन। त्यो सोर्स गर्ने बेला अब इट टुक्स विक्स क्या, 1 हप्ताभन्दा बेसी लाग्छ, किनभने धेरै कम्पनीहरू रिसर्च गर्नु पर्यो यिनीहरूको प्रडक्ट कस्तो छ होइन, अरूको फिडब्याक कस्तो छ होइन त्यो, अनि आफ्नो बजेटले भ्याउँछ कि भ्याउँदैन होइन, किनभने अब धेरै पैसा थिएन बिजनेस गर्नको लागि होइन। त्यो सबै 1 हप्ता जस्तै लागेको थियो क्या। प्लस त्यो सामान आफूले ल्याइसकेपछि आफैले पनि किन्नेवाला थिएन क्या, त्यो क्वालिटी एकदम नराम्रो थियो क्या है। अनि प्लस अब त्यो फिजिकल सामान भएको होइन तपाईँको त्यो मन्थली खर्च त धेरै नै लाग्थ्यो होइन, प्याकेजिङ पोस्टिङ हुन्छ नि इन्भेन्ट्री यताउति सबै त्यो किन्नु पर्यो, त्यो सबै त लाग्थ्यो नै। र लागे पनि होइन अरूले किनेन भने मेरो त्यो जुन इन्भेस्टमेन्ट थियो नि त्यो सबै डुब्नेवाला थियो क्या है। प्लस मैले पेड एड्स गर्नुपर्ने थियो क्या होइन, पैसा तिरी तिरी मान्छेहरूको अगाडि जानुपर्ने थियो है। भनेपछि मन्थली खर्च धेरै लाग्ने थियो है। र तपाईँले यो डिजिटल मार्केटिङ बिजनेस गर्नुभयो भने तपाईँलाई त्यो केही नै वरि गर्नु परेन क्या है, किनभने त्यो जुन प्रडक्टहरू छ नि त्यो अलरेडी प्रुभन छ, मान्छेहरूले अलरेडी किनिरहेछ, त्यही सामान बेचेर मान्छेहरूले लाखौँ लाख करोडौँ करोड कमाइरहेछ भनेपछि द्याट्स प्रुभन प्रडक्ट क्या होइन। त्यो जुन प्रडक्ट हामीले तपाईँले पाउनुहुन्छ नि त्यो चाहिँ राम्रो छ, मान्छेहरूले खोजिरहेछ, त्यो तपाईँले बनाउनु परेन। सेकेन्ड कुरा भनेको चाहिँ अहिलेको यो जमानामा होइन बिजनेस गर्नको लागि अहिले एउटा अटोमेसन सिस्टम भन्ने सिस्टम सेटअप गर्नुभयो भने तपाईँको लाइफ एकदम इजी हुन्छ क्या है। सिरियसली भनेको यो सिस्टम नहुन्जेलसम्म होइन, मैले अनलाइन बिजनेस 2021 सेप्टेम्बरदेखि सुरु गरेको थिएँ होइन, त्योदेखि डिसेम्बर 2023सम्म मसँग त्यस्तो सिस्टम थिएन क्या है। त्यो सिस्टम नहुँदा चाहिँ कस्तो थियो बिजनेस भन्दा चाहिँ एक्टिभली होइन अरू बिजनेसमा जस्तै दिनको 5 6 घन्टा मरिमरि काम गऱ्यो भने बल्ल अलिकति पैसा आउँथ्यो, नभए आउँदैन थियो क्या है। वेज नाउ यो सिस्टम चाहिँ मलाई कम्पनीले बनाइदिएको हो, मैले बनाएन, किनभने मलाई यो वेबसाइट होइन फनल इमेल्स त्यो केही पनि आउँदैन थियो हो। त्यो नआएको भएर मैले हुन्छ नि झन् 2.5 3 वर्ष विथआउट त्यस्तो हुन्छ नि सिस्टम बिना काम गरेको थिएँ होइन। तर यो मैले लेगेसी जोइन गरिसकेपछि मलाई चाहिँ डन फर यु सिस्टम दियो क्या है। यो सबै कुराहरू चाहिँ अलरेडी बनाइसकेको दिएको भएर अहिले मैले चाहिँ हुन्छ नि दिनको 2 घन्टा र त्योभन्दा कम काम गरेर पनि धेरै पैसा कमाइरहेको छु क्या है, किनभने त्यो बिजनेस मेरो लागि अटोमेसनमा रन हुँदैछ क्या है। मैले दिनको 2 घन्टा काम गर्ने हो, अरू 2 घन्टा लेस पनि गर्छु कहिलेकाहीँ है। त्यति काम गरिसकेपछि मेरो लाइफ म आफूले भने जस्तो बाँच्न सक्छु कि है। कहिले बच्चाहरूलाई बाहिर लगेर, कहिले घुमेर, कहिले अरू नै के हुन्छ नि फिल्महरू हेरेर होइन, कहिले म एज अ स्टाफ नर्स हस्पिटलमा काम गरेर, जे गरेर होइन अरू अरू जुन
काम गरेर अथवा रमाइलो गर्दै पनि मेरो बिजनेस चाहिँ अटोमेसनमा रन भइरहेको भएर चाहिँ होइन आई स्टिल मेक मनी है। तपाईँको यसमा चाहिँ फोकस भनेको के हो भन्दा चाहिँ कन्टेन्ट क्रिएसन हो क्या है। अब कन्टेन्ट क्रिएसनले के गर्छ भन्दा चाहिँ कन्टेन्ट क्रिएसनले चाहिँ तपाईँलाई हुन्छ नि राइट मान्छेहरू आफ्नो बिजनेसमा एट्र्याक्ट गर्नको लागि हेल्प गर्छ है। अनि त्यो एट्र्याक्ट गरेर तपाईँको सिस्टममा लगिसकेपछि जति पनि हुन्छ नि यो बिजनेसको बारेमा इन्फर्मेसनहरू दिने चाहिँ त्यो सिस्टमले दिन्छ र उनीहरूले जब त्यो तपाईँको प्रडक्टहरू किन्छन् यु मेक मनी सिम्पल है। सो कसरी गर्छौँ भन्दा चाहिँ धेरै जस्तोले चाहिँ हामीले सोसियल मिडिया युज गर्छौँ। मैले चाहिँ सोसियल मिडिया युज गर्छु है। सोसियल मिडियामा मेरो टिकटक मेन प्लेटफर्म भयो होइन। म टिकटकमा दिनको नर्मली दुईवटा पिसेस अफ कन्टेन्ट बनाउँछु है। दुईवटा त्यो दुईवटाको लागि मलाई झनै झनै 10-15 मिनट कहिलेकाहीँ हाफ एन आवर पनि लाग्छ भनौँ। हाफ एन आवर त पहिला पहिला लाग्थ्यो, अहिले चाहिँ त्यो दुईवटा पिसेस कन्टेन्ट बनाउनुको लागि मलाई 15 मिनट जति लाग्छ है। त्यो कन्टेन्ट बनाइसकेपछि त्यो कन्टेन्टबाट चाहिँ मान्छेहरू कहाँ जान्छ भन्दा चाहिँ मेरो लिङ्कमा जान्छ है। त्यो लिङ्कमा के छ भन्दा चाहिँ मेरो सामानहरू छ क्या है। सोसियल मिडियाबाट मैले मान्छेहरू एट्र्याक्ट गरेँ है। एट्र्याक्ट गरेर मान्छेहरू मेरो लिङ्कमा गयो होइन। त्यो चाहिँ कन्टेन्टको थ्रु भयो। अनि जब मान्छेहरूले त्यहाँबाट सामान किन्छन् आई मेक 100% प्रफिट है। धेरै मान्छेहरू कतिजनाले चाहिँ यो एमएलएम होला भन्नेहरू पनि धेरै हुनुहुन्छ नि त होइन। दिस इज अपोजिट टु एमएलएम क्या। एमएलएम भन्दा ठ्याक्क उल्टो छ क्या है। किन उल्टो छ भन्दा चाहिँ एमएलएममा चाहिँ तपाईँको हुन्छ नि सामान बेच्ने बिजनेस गर्ने भन्दा पनि बेसी मेम्बर बनाउने हो क्या है। कतिजनाले चाहिँ मैले मेम्बर बनाउन सकिनँ भने मेरो बिजनेस डुब्छ हो भनेर सोध्नुहुन्छ होइन। एब्सोल्युटली नट है। किनभने हामीलाई यहाँ मेम्बर बनाउनु पर्दैन क्या है। तपाईँले यो हुन्छ नि दिनको 2-3 घन्टा काम गरेर जुन पैसा कमाउनुहुन्छ नि, जुन कस्टमरहरू एट्र्याक्ट गर्नुहुन्छ नि होइन, त्यहाँबाट जति पनि पैसा कमाउनु भयो नि है त्यसको 100% प्रफिट तपाईँको ब्याङ्कमा आउँछ क्या है। तपाईँलाई अरू अरू बिजनेसमा जस्तो सानो हुन्छ नि 10% 20%मा सेटल हुनु पर्दैन क्या है। तपाईँले आफूले कमाएको पैसा कसैलाई पनि बेच्नु हुन्छ नि सेयर गर्नु पर्दैन। एन्ड द्याट्स व्हाट आई लभ अबाउट होइन। त्यही तपाईँले पनि गर्न सक्नुहुन्छ क्या है। अब अगेन कसरी यो बिजनेस गर्छ भन्दा चाहिँ लिटरली होइन तपाईँले कन्टेन्ट क्रिएट गर्नुभयो होइन। अब कन्टेन्ट अब हुन्छ नि अब तपाईँको स्मार्ट डिभाइस होइन ल्यापटप अथवा मोबाइल, अनेस्टली भन्दा तपाईँसँग एउटा मोबाइल छ भने मोबाइलबाट 99% काम हुन्छ क्या है। यहाँ चाहिँ तपाईँले कन्टेन्ट क्रिएट गर्नुभयो, कन्टेन्ट क्रिएट गरेर आफ्नो लिङ्क चाहिँ बायोमा हाल्नुभयो होइन। त्यहाँबाट चाहिँ कन्टेन्टबाट मान्छेहरू बायोमा जान्छन् है। बायोमा त्यहाँ क्लिक गरेर तपाईँको सामान किन्यो भने यु मेक मनी सिम्पल। अनेस्टली लाइक दिस इज द सिम्पल बिजनेस मोडल जहाँ चाहिँ तपाईँलाई अरू धेरै टाउको दुखाउनु पर्दैन क्या है। तपाईँको काम भनेको कन्टेन्ट क्रिएसन गर्ने हो। त्यो कन्टेन्ट क्रिएट गरेर मान्छेहरूलाई त्यो सामान भएको लिङ्कमा पठाउने हो एन्ड द्याट्स इट, यो डन है। अब अर्को हुन्छ नि अरू अरू बिजनेसमा जस्तो आफूले फुलफिलमेन्ट गर्नु पर्दैन क्या। तपाईँलाई प्याकेजिङ गर्ने, पोस्टिङ गर्ने, कस्टमर सर्भिस केही पनि गर्नु पर्दैन। लिटरली कन्टेन्ट क्रिएसन गर्ने, कन्टेन्ट क्रिएसन गरेर मान्छेहरूलाई आफ्नो लिङ्कमा पठाउने, त्यति भयो भने तपाईँले चाहिँ काम गर्नुभयो है। तपाईँको कन्टेन्टले चाहिँ मान्छेहरूलाई एट्र्याक्ट गर्छ क्या है। हामीले त्यसलाई भन्छौँ एट्र्याक्सन मार्केटिङ है। तपाईँले कसैलाई पनि मेरो बिजनेसमा आउनुहोस् भनेर हुन्छ नि पछि लाग्नु पर्दैन क्या है। तपाईँले यो बिजनेसमा कसैलाई पनि हुन्छ नि फलोअप भनेर हुन्छ नि किन गरिराख्नु भएको छैन छिटो गर्नुहोस् होइन, यो एकदम राम्रो छ भनेर पहिला पहिलाको ट्रेडिसनल टाइपको बिजनेस जस्तो घचघचाउनु पर्दैन क्या है। लिटरली तपाईँले एकचोटि है कसरी चाहिँ राम्रोसँग कन्टेन्ट क्रिएसन गर्ने भनेर जान्नुभयो भने त्यो कन्टेन्टबाट नै मान्छेहरू तपाईँको बिजनेसमा एट्र्याक्ट भएर तपाईँको सिस्टममा आउँछ है। एकचोटि सिस्टममा आइसकेपछि त्यो सिस्टमबाट नै धेरै कुराहरू सबै कुराहरू एक्सप्लेन गर्न सक्नुहुन्छ र होइन बिजनेस अब जो चाहिँ इन्ट्रेस्टेड मान्छेहरू हुनुहुन्छ नि होइन, इन्ट्रेस्टेड मान्छेहरूले किनिसकेपछि यु मेक अ मनी राइट। 80% मेरो सेल नि होइन मेरो अटोमेसन सिस्टमबाट हुन्छ क्या है। 20% चाहिँ अब हुन्छ नि अब अझै त्यो हेरिसकेपछि क्वेसन अझै हुन्छ नि 1-2वटा क्वेसनहरू छ भने सोध्नुहुन्छ मेरो मेसेजमा होइन, त्यहाँबाट म मेसेजको रिप्लाई दिन्छु है। अनि 20% जति चाहिँ मैले हुन्छ नि कोहीसँग कलमा पनि कुरा गरेर त्यसरी हुन्छ क्या है। तर 80% फ्रम द सिस्टम विच इज अमेजिङ है। किनभने त्यो 80% सेल चाहिँ हुन्छ नि म मेरो छोराछोरीहरूलाई घुमाउन लाग्ने बेला होइन, अब हुन्छ नि कहिले चाहिँ सुत्न लागेको बेला, कहिले सुतेर उठ्दा होइन, लाइक आई मेक मनी। सानोतिनो पैसा होइन क्या। आई मेक $900 पर कस्टमर। सिरियसली 900 है। 900 भनेको चाहिँ आई थिङ्क इट्स अ बिग मनी राइट। किनभने दुईवटा सेल मात्र मैले मन्थली बनाएँ भने पनि होइन मेरो लगभग मन्थली स्यालेरी नै आउँछ क्या है। त्यही भएर चाहिँ यो हुन्छ नि पर कस्टमर 900 बनाउन सक्ने भएको भएर मैले चाहिँ 10,000 बनाउनलाई मलाई त्यस्तो गाह्रो छैन क्या है। लिटरली एज लङ एज मैले दिनको 2-3 घन्टा काम गरेँ भने $10,000 बनाउनु मलाई त्यस्तो गाह्रो छैन है। प्लस यो बिजनेस चाहिँ अगेन हुन्छ नि त्यो अटोमेसनमा रन हुने भएको भएर होइन
24 घन्टा त्यसले मेरो काम गर्छ क्या है। मेरो काम भनेको कन्टेन्ट हाल्यो, कन्टेन्ट एकचोटि हालिसकेपछि त्यो कन्टेन्ट सोसियल मिडियामा छ है। सोसियल मिडियामा छ भनेपछि होइन, सोसियल मिडिया त सुत्दैन नि त होइन, हामी सुते पनि ऊ त काम गरिरहेको छ है। त्यही भएर हुन्छ नि, अब मेरो क्लाइन्टहरू नि संसारभरिबाट छन् क्या है। कोही चाहिँ जापानबाट हुनुहुन्छ, कोही साउथ कोरियाबाट, कोही युएईबाट है, कोही चाहिँ हुन्छ नि अस्ट्रेलिया, क्यानाडा, नेपाल, तपाईँले नाम लिनुहोस् क्या है, संसारभरिको मान्छेहरू हुनुहुन्छ। किन भन्दा चाहिँ मैले दुईवटा कन्टेन्ट हालेँ हो, त्यो कन्टेन्ट हालिसकेपछि म आफ्नो लाइफमा जे जे गर्नुपर्छ गरेँ है। त्यो सिस्टमले मेरो लागि काम गरिराख्छन् होइन। जसलाई चाहिँ घरमै बसेर मैले जस्तै होइन दिनको 2-3 घन्टा काम गरेर पैसा कमाउनु मन छ होइन, उहाँहरूले चाहिँ मेरो अटोमेसन, मेरो ब्लु प्रिन्टमा जान्छन् होइन, त्यो ब्लु प्रिन्ट जोइन गर्छन् होइन। किनभने जुनसुकै काम गर्नको लागि तपाईँले नसिकिकन हुँदैन होइन। यो जुन ब्लु प्रिन्ट छ नि लेगेसी बिल्डर, त्यो भनेको चाहिँ इ लर्निङ इन्डस्ट्रीमा पर्छ कि है। अहिले साँच्चै पैसा बनाउने हो भने चाहिँ इ लर्निङ इन्डस्ट्री भनेको चाहिँ एकदम बुमिङ भइरहेको कुरा हो क्या है। त्यो इ लर्निङ हुन्छ नि, सिक्ने भन्ने कुरा कहिले पनि एक्सपायर हुँदैन क्या है। किनभने बच्चादेखि बुढो भएसम्म नि हामीले लाइफमा सिकिराख्नु पर्यो नि त होइन, नसिकिकन अगाडि गएन है। त्यही भएर यो चाहिँ हाई इन डिमान्ड छ क्या है। मान्छेहरूले कसरी पैसा कमाउने भनेर फर्स्टमा सिक्नु पर्यो, सिक्नको लागि लेगेसी जोइन गर्छन् र मैले धेरै पैसा कमाउँछु र मैले जस्तै होइन मेरो कम्युनिटीमा धेरै धेरै पैसा कमाउनेहरू हुनुहुन्छ क्या है। अनि द्याट्स हाउ आई मेक मनी है। त्यही भएर तपाईँलाई पनि हुन्छ नि आफ्नो फ्यामिलीसँग टाइम स्पेन्ड गर्दा अथवा आफूलाई जे मन छ क्या है, त्यही गरेर पनि पैसा कमाउनु मन छ भने चाहिँ दिस इज इट है। तपाईँलाई हुन्छ नि पैसा कमाउनुको लागि होइन ओभर टाइममाथि ओभर टाइम हान्नु पर्दैन क्या, सिरियसली यु डोन्ट है। न तपाईँलाई सेकेन्ड जब नै खोज्नुपर्छ क्या है। लिटरली साँच्चै पैसा कमाउने हो भने नि होइन, यो एउटा स्किल सिक्नु भयो भने होइन तपाईँको लाइफ चाहिँ कम्प्लिटली है डिफ्रेन्ट हुनसक्छ क्या है। धेरै मान्छेहरूको लाइफ डिफ्रेन्ट भयो, योर्स क्यान बी है। किन चाहिँ यो बिजनेस चाहिँ हुन्छ नि हामी जस्तो बिजी मान्छेको लागि पर्फेक्ट छ भन्दा चाहिँ होइन, किनभने यो बिजनेस गर्नको लागि तपाईँलाई फुल टाइम चाहिँदैन क्या, अनेस्टली फुल टाइम चाहिँदैन। दिनको 1-2 घन्टा, 2-3 घन्टा भन्छु म होइन, 1-2 घन्टाले पनि हुन्छ है। अनेस्टली भन्दा मैले चाहिँ दिनको 1-2 घन्टा काम गर्छु क्या है। लाइभ गएँ भने चाहिँ 2 घन्टा हुन्छ, लाइभ गएन भने चाहिँ 20 मिनट्स 40 मिनट्समा पनि हुन्छ क्या है। सो दिनको 1-2 घन्टा तपाईँले कन्सिस्टेन्टली यो काम गर्नुभयो भने होइन, तपाईँले आफ्नो छोराछोरीसँग होइन आफ्नो मनपर्ने काम गरेर वाट एभर यु क्यान डु इट। किनभने यो बिजनेस गर्नको लागि न तपाईँलाई यही टाइममा गर्नुपर्छ भन्ने छ होइन, यहीँ गएर गर्नुपर्छ भन्ने पनि छैन होइन। लाइक लिटरली तपाईँले हुन्छ नि 12 घन्टा काम नगरिकन तपाईँको स्यालेरी आउँदैन भन्ने पनि छैन क्या है। किनभने यो बिजनेस अब मैले कसरी रन गरिरहेको छु भन्दा चाहिँ अघि मेरो दुईवटा बच्चाहरू छ नि त होइन, त्यो दुईवटा बच्चाहरू कहिले बिदामा हुन्छ, कहिले बिरामी हुन्छ, कहिले स्कुल टाइम टाइममा प्रोग्रामहरू हुन्छ। आई निड टु बी द्याट अल द टाइम है। तर मैले चाहिँ बिहान नि गर्न सक्छु, बेलुका नि गर्न सक्छु, दिउँसो नि गर्न सक्छु होइन। मैले ब्रेक गर्न पनि सक्छु बिचमा हुन्छ नि, आफूले भ्याएको बेला त्यो मैले जुन कन्टेन्ट हुने नि मेरो त्यो कहिले काहीँ गाडीमा बसेर हुन्छ, कहिले हुन्छ नि पार्कमा बसेर हुन्छ। किन भन्दा चाहिँ आई क्यान डु इट है। त्यही भएर मैले यो बिजनेस रन गर्न सक्छु क्या है। त्यही भएर यदि तपाईँ जतिसुकै नै बिजी भए पनि होइन, तपाईँको दिनको 10-12 घन्टा नै काम गर्नु हुन्छ भने पनि यु स्टिल क्यान डु दिस बिजनेस। किनभने त्यो दिनमा त्यो हुन्छ नि त्यस्तो बिचबिचमा त्यो लुप होल भन्छ नि होइन, त्यो सानो सानो टाइम त छ नि त होइन। हामीलाई त्यो टाइमको रियलाइज मात्र नभएको क्या है, त्यो टाइमलाई हामीले कसरी युटिलाइज गर्ने भनेर थाहा नभएको मात्रै हो क्या है। यो बिजनेसले तपाईँलाई त्यो सानो सानो टाइम नि एकदम प्रोडक्टिभ हुनलाई हेल्प गर्छ क्या है। प्लस अघि मैले भने जस्तै होइन दिज आर माई स्क्रिनसट है, मैले अलिकति 1-2वटा मात्रै स्क्रिनसट लिएको हो होइन। अभियसली 900 देख्नु भयो नि होइन, यो चाहिँ पेपालको हो। त्यसरी मेरो स्ट्राइप छ होइन, स्क्वायर छ होइन, डिफ्रेन्ट पेमेन्ट गेटवेजहरू छन् क्या है। हो त्यो पेमेन्ट गेटवेहरूमा यसरी पैसा आउँछ होइन, अगेन लाइक सानो पर्सेन्टेज होइन क्या है। लेगेसीको 900 छ भने मेरो 90% क्लाइन्टहरूले लेगेसीमै जोइन गर्छन् क्या है। किन लेगेसीमा जोइन गर्छन् भन्दा ओभियसली होइन, लेगेसीमा तपाईँले वान टाइम इन्भेस्टमेन्ट गर्नुभयो भने तपाईँले पछि हुन्छ नि यो बिजनेसमा फेरि पैसा थपेर अपग्रेड गर्नेदेखि लिएर हुन्छ नि तपाईँलाई हुन्छ नि अरू केही वरि गर्नु परेन क्या। वेबसाइट फी फेरि फेरि तिर्ने त्यो केही नै त्यो ट्रबल भएन, वान टाइम इन्भेस्टमेन्ट द्याट्स इट है। तर कोही कसैको चाहिँ बजेट सानो छ भने चाहिँ होइन, कोही कसैले चाहिँ हुन्छ नि 600मा गर्ने पनि हुनुहुन्छ, 300मा गर्ने पनि हुनुहुन्छ है। 100मा चाहिँ 1-2जना आउनुभयो है, तर उहाँहरू चाहिँ सिरियस हुनु भएन कि अनेस्टली। किनभने आफूले आई थिङ्क इन्भेस्टमेन्ट गर्नु भएन, थोरै भयो भने चाहिँ लाइक किन धेरै गिभअप गर्छ जस्तो लाग्छ क्या है। उनीहरू चाहिँ एकचोटि टेस्ट गरौँ न भनेर आउनेहरू जस्तो लाग्छ मलाई होइन। सो मोस्ट अफ द क्लाइन्ट्स आर लाइक द्याट है। अब यो सबै कुरा रमाइलो त छ होइन, तर धेरैजनालाई
डर पनि लाग्छ नि त है, किनभने इन्भेस्टमेन्ट लाग्छ, पैसा लाग्छ भनेपछि डर भन्ने कुरा सबैलाई हुन्छ क्या है। कतिलाई चाहिँ मसँग टाइम छैन जस्तो लाग्छ होइन, कतिलाई चाहिँ मसँग स्किल छैन, कसरी गर्ने थाहा छैन भन्ने जस्तो लाग्छ, कसैलाई ओहो मैले यस्तो काम कहिले पनि गरेको छैन, एक्सपिरियन्स छैन जस्तो लाग्छ भने। सबभन्दा ठुलो भने चाहिँ फेयर अफ फेलियर क्या। ला मैले गर्न त गरेँ, गरेर मैले रिजल्ट पाएन भने नि भन्नेहरू पनि धेरै हुनुहुन्छ नि होइन। तर साँच्चै भन्दा होइन तपाईँ एक्लै हुनुहुन्न क्या, सिरियसली भने आई वाज लाइक द्याट टु होइन, म पनि त्यस्तै थिएँ क्या है। किनभने स्पेसली मैले चाहिँ यो डिजिटल मार्केटिङ बिजनेस गर्नुभन्दा अगाडि अरू अरू बिजनेसमा धेरै पैसा खर्च गरिसकेको थिएँ क्या है। त्यो अरू अरूमा धेरै पैसा खर्च भइसकेपछि मलाई चाहिँ अब यसमा पनि फेल भयो भने हुन्छ नि, म त झन् अझै धेरै पैसा डुबाउँछु भनेर एकदम वरि भएको थिएँ क्या है। प्लस अघि मैले भने जस्तै 2 दिन स्टाफ नर्स भएर म एकदम लङ सिफ्टहरू गर्छु क्या है। बिहान 7:30देखि बेलुका 8 बजेको सिफ्ट गर्छु, 12.5 घन्टाको है। प्लस मेरो ट्राभल टाइम 2 घन्टाभन्दा बेसी छ है, भनेपछि 15 घन्टा चाहिँ म घरबाट बाहिरै हुन्छु क्या त्यो दिन। त्यो दिनमा गर्न सक्दिनँ। सानसानो बच्चाहरू मेरो छोराछोरी अझै पनि मम्मी मम्मी भन्छन् होइन, सबै मैले घरको कामदेखि लिएर सबै गरेर मसँग नि टाइम छैन भन्ने चाहिँ मलाई टाइमको चाहिँ एकदम हुन्छ नि कन्सियस थिएँ कि मसँग टाइम छैन जस्तै लाग्थ्यो है। एक्सपिरियन्स त थिएन नै होइन, जिरो स्किल जिरो नलेज होइन। मलाई चाहिँ यो बिजनेस सुरु गर्नुभन्दा अगाडि होइन, मलाई बोल्न पनि डर लाग्ने एकदम लाज लाग्ने टाइपको मान्छे थिएँ, एक्सपिरियन्स थिएन होइन। फेल हुन्छु कि जस्तो मलाई एकदम त्यो सबै कुरा मलाई नि लाग्थ्यो क्या है, किनभने त्यो नेचुरल हो क्या है। तर लाइफमा हामी चाहिँ हुन्छ नि त्यो डरलाई हुन्छ नि अँगालो हालेर बस्यौँ भने वी डोन्ट गेट नो वेयर है। कहिले काहीँले कहिले कहिले पनि हामी अगाडि बढ्न सक्दैनौँ कि है। त्यही भएर मैले चाहिँ के गरेँ भने होइन, अब यति धेरै पैसा मैले अरूमा इन्भेस्ट गरेर उतै गरेँ के अरे, अब यस्तो गरिसकेँ होइन। प्लस मैले चाहिँ बायोग्राफीहरू पढ्न थालेको थिएँ कि है, हुन्छ नि जो चाहिँ मान्छेहरू एकदम सक्सेसफुल छन्, मिलिनियर बिलिनियरहरू हुनुहुन्छ नि होइन, उनीहरूको लाइफ स्टोरी पढ्न थालेँ कि त्यो लाइफ स्टोरी पढ्दा चाहिँ के थाहा पाएँ भन्दा चाहिँ धेरै सक्सेसफुल हुने मान्छेहरू होइन पनि उनीहरूले पनि जिरो स्किल जिरो नलेजबाटै सुरु गरे हो क्या है। जिरो स्किल जिरो नलेज, उनीहरू एकचोटि होइन हजारौँचोटि फेल भएको थियो कि है। उनीहरूले पनि धेरै पैसा चाहिँ हुन्छ नि ऱ्यान्डमली डुबाएको थियो क्या है। तर एउटै डिफ्रेन्स चाहिँ के थियो भन्दा चाहिँ होइन, उनीहरूले चाहिँ गिभअप गरेन रहेनछ क्या है। हुन्छ नि एउटा भएन भने अर्को ट्राई गरे, अर्को भएन भने अर्को ट्राई गरे होइन। निरन्तर उनीहरूले चाहिँ सिकिराखे क्या है, सिकिराखे र दिनकै जस्तै सोअप गरिराखे है। द्याट वाज द ओन्ली डिफरेन्स होइन, त्यही एउटा मात्रै डिफरेन्स थियो कि है। त्यही कुरा चाहिँ मलाई एकदम मोटिभेट गर्यो होइन। त्यही भएर मैले चाहिँ ठिकै छ भनेर अनेस्टली भनेको मैले फर्स्ट ब्लु प्रिन्टमा इन्भेस्ट गर्दा मसँग त्यो बेला पैसा पनि थिएन, मेरो साथीसँग मैले बोरो गरेर चाहिँ इन्भेस्ट गरेको थिएँ हो। आइ एम सो ग्ल्याड मैले त्यो पैसा इन्भेस्ट गरेँ, किनभने त्यो इन्भेस्ट गरिसकेपछि लिटरली विदिन 4 मन्थ्स है मैले $10,000 अनलाइन स्पेसमा कमाएँ है। फर्स्ट सेल नि होइन, फर्स्ट मेरो हाई टिकट सेल हुँदा म रोएको थिएँ क्या है। किन पैसा भित्र आयो भनेर रोको भन्दा पनि वाउ, अब मैले यस्तो एउटा सिस्टम भेटाएँ जुन सिस्टमबाट अब मेरो जति पनि कन्फ्युजन थियो नि, फुल टाइम काम जाऊँ कि पार्ट टाइममा स्टक हुँ कि होइन, पार्ट टाइममा स्टक हुने भए चाहिँ अब बच्चाहरूको पैसा कसरी हुन्छ नि उठाउने होइन, फुल टाइम जाउँ भने मेरो बच्चालाई कसले हेर्ने है, अब चाइल्ड माइन्डरलाई विश्वास गर्न सक्ने हो कि होइन। अब ल्यायो भने पनि लाइक किन तपाईँको त्यो जुन एक्स्ट्रा काम गरेर भएको पैसा त उनीहरूलाई तिर्नु पर्यो होइन, फ्रीमा त हेर्दैन होइन। त्यो कति धेरै मेरो दिमागमा एकदम कन्फ्युज भइरहेर बसेको थिएँ कि है। कति रात चाहिँ म ला के गर्ने भनेर निन्द्रा पनि लाग्दैन थियो कि है। हो त्यो फास्ट हाई टिकट सेल भएपछि आई वाज लाइक यस, मैले बाटो भेटाएँ। अब आई डोन्ट ह्याभ टु गो फुल टाइम जब, अब मलाई फुल टाइम जब जानु परेन, कसैको अन्डर धेरै काम गर्नु परेन है। म आफ्नो बोस भएर आफूले भ्याएको बेला होइन दिनको 2-3 घन्टा काम गरेर अब म पैसा कमाउन सक्छु भन्ने मलाई कन्फिडेन्स बिल्ड भयो क्या है। त्यही भएर तपाईँले पनि गर्न सक्नुहुन्छ क्या, लिटरली तपाईँले पनि गर्न सक्नुहुन्छ है। किनभने म पनि कुनै त्यस्तो हुन्छ नि इन्फ्लुएन्सर होइन होइन, तपाईँहरूले नि मलाई यही टिकटकबाट चिन्नु भएको हो होइन। किनभने न मेरो पहिला एक्सपिरियन्सेसहरू थियो, न त्यस्तो स्पेसल मान्छे हो, न त्यस्तो ट्यालेन्टेड मान्छे हो। लिटरली मेरो र तपाईँहरूको डिफ्रेन्स चाहिँ के हो भन्दा चाहिँ मैले चाहिँ डर लागि लागि पनि स्टार्ट गरेको थिएँ कि है। मैले चाहिँ आफूले आफूलाई मसँग छैन भनेर हुन्छ नि त्यो लिमिटेसनमा बस्नलाई चाहिँ नो भने क्या है। मैले चाहिँ दिनदिनै अब कसरी आफूले आफूलाई इम्प्रुभ गर्ने त, अगाडि कसरी बढ्ने त भनेर दिनदिनै पुस गर्दै गर्दै यहाँसम्म पुगेँ क्या है। अब बोल्न डराउने हुन्छ नि एकदम लाज लाग्ने मान्छे अहिले आएर यसरी तपाईँहरूसँग ट्रेनिङ दिने होइन, टिकटकमा लाइभ जाने, कन्टेन्ट बनाउने, कन्फिडेन्टली बोल्ने, त्यो सबै कहाँबाट भयो भन्दा चाहिँ यही ब्लु प्रिन्ट हुन्छ नि, यस्तै ब्लु प्रिन्टहरूबाट भयो क्या है। किनभने
मैले अप्ठ्यारो मानी मानी पनि सबै कुरा गरेँ क्या है। त्यो तपाईँहरूले पनि हुन्छ नि सक्नुहुन्छ क्या है। भन्छ नि डन इज बेटर देन पर्फेक्ट भन्छ क्या है। त्यो भनेको कस्तो भन्दा चाहिँ होइन, तपाईँले फर्स्टमा गर्ने बेला कुनै पनि पर्फेक्ट हुँदैन क्या है। फर्स्टमा सबै कुरा नराम्रै हुन्छ अनेस्टली भन्दा है। तर तपाईँले सुरु गर्नुभयो भने त्यसमा प्रोग्रेस 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 हुँदै हुन्छ होइन, एन्ड देन यु बी ओके है। सो मैले अघि फर्स्टमा भने जस्तै होइन, आउ सो यु हाउ सिम्पल दिस बिजनेस इज। तपाईँको काम भनेको धेरै छैन क्या, लिटरली तपाईँको काम भनेको चाहिँ जुन सिस्टम जुन प्रडक्ट कम्पनीले दियो नि होइन, त्यो चाहिँ आफूले आफ्नो सिस्टममा कनेक्ट गर्यो, त्यसपछि सिक्यो र त्यहाँबाट सिक्दै पैसा कमाउने, द्याट्स इट है। एकचोटि म तपाईँहरूलाई देखाइहालौँ है। किनभने यो सिस्टम भनेको चाहिँ एकदम राम्रो छ क्या है। यसलाई भन्छ अप्टिन पेज क्या है। यो अप्टिन पेज भनेको चाहिँ कस्तो भन्दा चाहिँ यो अगेन मैले बनाएन, मैले एउटा फोटो चाहिँ ब्याकग्राउन्डको चेन्ज गर्न खोजेको थिएँ, स्टिल नट नाइस अनेस्टली भन्दा है। आइम गोना चेन्ज इट ब्याक अगेन किनभने इट डजन्ट लुक नाइस है। मैले त्यति यसो ट्रायल एन्ड एरर गरेको थिएँ कि यु क्यान से इट्स नट पर्फेक्ट है, पर्फेक्ट छैन नि त। तर मेन काम चाहिँ यसले गर्छ क्या ए, यसले गर्छ किनभने यहाँ चाहिँ यदि कसैलाई हुन्छ नि कसरी 100% प्रफिट है सोसियल मिडियाबाट प्रुभन ब्लुप्रिन्टबाट कमाउने हो भने चाहिँ होइन, एउटा फ्री पिडिएफ पाउनुहुन्छ क्या। यहाँ इमेल एड्रेस हाल्नुभयो भने अगेन मलाई यस्तो कुराहरू आउँदैन क्या है, यो मलाई कम्पनीले बनाइदिएको, मैले यो फोटो पछाडिको चेन्ज गर्न खोजेको विच इज नट नाइस होइन। तपाईँले गर्नु पर्दैन, यहाँ पछाडि यहाँ अर्को फोटो छ क्या, अलरेडी डन फर यु पाउनुहुन्छ है। अब यस गेट माई ब्लु प्रिन्ट भनेर गर्न साथ के हुन्छ भन्दा चाहिँ तपाईँले जुन इमेल एड्रेस हाल्नुभयो नि होइन, हो त्यो इमेल एड्रेसमा तपाईँको चाहिँ एउटा पिडिएफ आउँछ क्या। हो त्यो पिडिएफमा स्टेप बाई स्टेप सबै कुराहरू एक्सप्लेन गरेको छ, चेक इट आउट है। त्यो चाहिँ इमेलमा आउने भयो होइन। इमेलमा आउन साथ यो चाहिँ होइन, यो भिडियो चाहिँ मैले अस्ति मात्रै राखेको थिएँ क्या है, धेरै भएको छैन है। किनभने पहिला मलाई बोल्न आउँदैन थियो। यो भिडियोको सट्टा होइन तपाईँलाई अलरेडी हुन्छ नि राम्रोसँग एक्सप्लेन गरेर हाम्रो मिसेल ओनेल जो चाहिँ यो कम्पनीको ओनर हुनुहुन्छ नि होइन, उहाँको भिडियो छ क्या है। यु क्यान जस्ट लिभ इट, त्यही लिभ गरे पनि हुन्छ क्या, यु डोन्ट ह्याभ टु डु दिस है। तर यदि इच्छा छ भने आफूले बोल्ने कन्फिडेन्स छ भने वाइ नट है। अनि त्यसपछि यहाँ चाहिँ यो बटनहरू छ होइन, यो चाहिँ सबै एडिट गर्न मिल्ने कुराहरू क्या। यो हुन्छ नि यो सबै चाहिँ अब जो टेस्टिमोनियल्स भन्छ क्या है, टेस्टिमोनियल्स भनेको चाहिँ यो बिजनेस गरेर होइन पैसा कमाउनेहरूले चाहिँ हुन्छ नि रिभ्यू दिएको हो क्या है। अब यो डारो लानाले हुन्छ नि 3350 होइन, सोफा एक महिनामा झन्डै 30,000, मैले अघि भने नि मान्छेले कति धेरै पैसा कमाइरहेछन् भनेर, एक महिनामा झन्डै 30,000 बनायो होइन, 2,000 एक दिनमा बनायो, जुन चाहिँ हुन्छ नि 2,000 भनेको एक महिनाको स्यालेरी जस्तो हो नि त होइन। ऊ यो टिमले चाहिँ उठ्नुभन्दा अगाडि $900 बनाइसकेको थियो किनभने यो बिजनेस अटोमेसनमा रन हुन्छ है। ऊ यो केटीले 1,350 है, लाइक 1,500, मैले चाहिँ 1,900 होइन, 1,900 चाहिँ एक दिनमा कमाएको थिएँ है। 1,900 2,700 1,800 900 600 त्यस्तो दिनहरू आइरहेको छ कि है। ऊ मार्च महिनामा यसले चाहिँ 10,000 कमायो, क्यान यु इमेजिन है। अनेस्टली भनेको एकचोटि इमेजिन गर्नुहोस् क्या, तपाईँले नि यसरी अटोमेसनमा बिजनेस रन गरेर है, लिटरली एउटा स्किल क्या है, यो डिजिटल मार्केटिङ बिजनेस, यो कन्टेन्ट क्रिएसन, त्यो एउटा स्किल सिकेर यसरी पैसा कमाउन जान्नुभयो भने तपाईँको लाइफ कस्तो हुन्थ्यो होला क्या है। इट कुड कम्प्लिटली चेन्ज योर लाइफ है। किनभने मेरो लाइफ त कम्प्लिटली चेन्ज भयो, मेरो जस्तै यो सबै मान्छेहरू जो छ नि होइन उनीहरूको लाइफ पनि कम्प्लिटली चेन्ज भयो होइन। किनभने यो बिजनेस सुरु गर्नुभन्दा अगाडि मैले साँच्चै भनेको आई वाज स्ट्रगलिङ क्या, एकदम त्यो हुन्छ नि एकदम लो पोइन्टमा थिएँ कि मेरो लाइफमा नि, म डिप्रेसनमा मात्रै जाने बाँकी थियो क्या। किन भन्दा 5 दिन घरमा बस्थेँ पैसा थिएन हो, 2 दिन काम गर्थेँ अन सोसल आवर, मेरो छोराछोरी जब घरमा हुन्थ्यो म काममा हुन्थेँ है, मेरो कन्फिडेन्स जिरो भइसकेको थियो है। यो बिजनेसले नि अब हुन्छ नि अब मेरो छोराछोरीहरू सबैजना बिजी भएको बेला आई गेट बिजी हियर एज वेल होइन, अनि त्यो पनि मलाई केही अचिभ भएको जस्तो लाग्छ किनभने म सिक्छु म सिकाउँछु होइन, हुन्छ नि केही प्रोडक्टिभ काम गरेर आएको छु नि त होइन। अरू बेला यो बिजनेस सुरु गर्नुभन्दा अगाडि भन्थे नि त्यो के भन्छ खाली घर शैतानको के अरे खाली दिमाग शैतानको घर, त्यस्तै थियो क्या। चाहिने नचाहिने सबै कुराहरू सोच्यो है, दिमाग खराब गर्यो कि नेपालमा कुरा गर्यो ती फिल्म हेऱ्यो है, लाइक एकदम टाइम वेस्ट गरेर आएको थिएँ कि। तर यो बिजनेसले मलाई बचायो क्या है, सिरियसली यो बिजनेसले मलाई बचायो किनभने अहिले मेरो त्यो अलिकति भएको टाइमलाई चाहिँ म राम्रोसँग युटिलाइज गर्छु है। युटिलाइज मात्र गर्दिनँ, त्यो मैले नि अनलाइनबाट होइन त्यो 2-3 घन्टा काम गरेर मेरो एज अ नर्स जुन पैसा कमाउँछु नि त्यसको एटलिस्ट 4-5 टाइम्स बढी कमाउँछु क्या होइन। यु क्यान डु इट टु, तपाईँलाई मैले सिकाउँछु क्या कसरी गर्ने भनेर है, एज लङ एज युर रेडी है। अब तपाईँलाई चाहिँ हुन्छ नि यदि रेडी हुनुहुन्छ भने होइन यो नेक्स्ट बटन थिच्नु भयो भने अगेन यो मैले केही बनाएको होइन, दिस इज डन फर मी है। तपाईँले नि त्यो त्यो जोइन गर्न साथ यो सबै तपाईँले गरिसकेको पाउन सक्नुहुन्छ है। यहाँ सबै डिटेल्सहरू छ होइन। अब मैले गरेको भनेको चाहिँ लिटरली
यहाँ चाहिँ हुन्छ नि यस्तो यस्तो यो बटनहरू छ नि होइन, यो बटनहरूलाई चाहिँ सेट गर्नुपर्छ क्या। हो त्यो बटनमा चाहिँ मैले चाहिँ यो हुन्छ नि पेमेन्ट गेटवेहरू लाइक पेपाल होइन, अनि त्यसपछि यहाँ गएर कसैले कार्डबाट पेमेन्ट गर्ने भए चाहिँ हुन्छ नि स्ट्राइप के अरे स्ट्राइप होइन स्क्वायर भनेर चाहिँ कनेक्ट गरेको थिएँ। त्यति गरेको थिएँ मैले हो। अरू सबै कुरा चाहिँ मलाई कम्पनीले नै गरिदिएको थियो हो। अर्को कुरा भनेको चाहिँ हुन्छ नि अब यो हुन्छ नि अब यसमा चाहिँ तपाईँलाई हुन्छ नि चाहिने सबै डिटेल्सहरू छ क्या है। यता सुन्नु अहिले यता हेर्नुहोस् है। यो कसको लागि तपाईँले यो बिजनेसबाट के गर्ने, प्लस कति मान्छेले अघि भन्थेँ नि मैले कति एमएलएम हो भनेर सोध्नेहरू धेरै हुनुहुन्छ नि त। इट्स नट एमएलएम है। यहाँ चाहिँ तपाईँले 100% प्रफिट पाउन सक्नुहुन्छ, त्यो पनि लाइसेन्स रिसेलर भएर है। त्यही भएर यो लिगल हो कि कतिजनाले लिगल हो र भनेर सोध्नुहुन्छ नि त। यस एब्सोल्युटली लिगल, तपाईँले यसको लाइसेन्स रिसेलर भएर बेच्न सक्नुहुन्छ क्या है। भनेपछि हुन्छ नि लाइक यु डोन्ट ह्याभ टु वरी अबाउट इट, यस्ता स्क्याम हो कि भन्ने क्वेसन नै आउट भयो नि त, बिकज तपाईँले लाइसेन्स पाएर रिसेलर गर्न सक्नुहुन्छ है। यहाँ धेरै अरू टेस्टिमोनियल्सहरू छ जसले चाहिँ यहाँ यो बिजनेस गरेर आफ्नो लाइफ चेन्ज गरेको छ होइन। एकचोटि चेक गर्नुहोस् है टाइम भएको बेला। सिरियसली यो केटी नि झन्डै 60 वर्ष हुन लाग्यो। यो 60 वर्षको केटीले यही बिजनेस गरेर यही लेगेसी बिल्डर प्रोग्राम हुन्छ नि बेचेर झन्डै मिलिनियर हुन लागिसक्यो क्या है। यो लाइभ जाँदैन किनभने कतिजनाले लाइभ जानुपर्ने हो भनेर सोध्छन्। यसले 7 सेकेन्ड भिडियो बनाउँछ अनि युट्युब भिडियो बनाउँछ है। त्यो पनि त्यो ब्लु प्रिन्ट भित्रै सिकाउँछ क्या कसरी गर्ने भनेर। त्यो गरेर यसले झन् मिलियन कमाउन लागिसक्यो। क्यान यु इमेजिन मिलियन, 1 मिलियन 2 वर्ष पनि भएको छैन यसले जोइन गरेको है। यो फुल टाइम काम गर्दा गर्दा यो बिजनेस गरेर मोर देन उसले 300-400,000 कमाइसक्यो। दारुल हाना भन्नेको चाहिँ हुन्छ नि इम्प्लोइ अफ द मन्थ भनेर मरि काम गरेर 3 चोटि इम्प्लोइ अफ मन्थ पाइसकेपछि 4th महिनामा चाहिँ उसको जुन रोल थियो नि त्यो काममा छैन भनेर निकालिदिएर नि होइन। यो चाहिँ झनै झनै सडकमा भिखारी हुन लागेको मान्छे यो लेगेसी बिल्डर प्रोग्राम जोइन गरेर अहिले धेरै पैसा कमाउँदै हुनुहुन्छ है। यो चाहिँ साउथ अफ्रिकाको मान्छे होइन। धेरै मान्छेले चाहिँ यो युएसएमा मात्रै हो भनेर सोध्नुहुन्छ नि त। एब्सोल्युटली नट, यो ग्लोबल बिजनेस हो क्या है। तपाईँ जहाँसुकै बसेर पनि संसारभरि यो बिजनेस गर्नु मिल्छ है। अघि मैले भने जस्तै मेरो क्लाइन्टहरू युके युएसए अस्ट्रेलिया युएई युरोप होइन नेपाल नाम लिनुहोस् क्या है, क्यानाडा सबै ठाउँबाट छ क्या है। यो साउथ अफ्रिकामा सेल्फ मेड मिलिनियर भएको मान्छे यही बिजनेसबाट है। त्यही भएर तपाईँलाई यो बिजनेस हुन्छ नि यो प्रोग्राम काम गर्छ कि गर्दैन भनेर वरि नै गर्नु परेन, बिकज इट डज, 100% इट डज है। मेरो बारेमा अलिकति इन्फर्मेसन छ, चेक गर्नु होला होइन। तपाईँले अझै मेरो बारेमा केही इन्फर्मेसनहरू लिनु मन छ भने इट्स देयर होइन। यो चाहिँ आमाहरूको लागि है, किनभने हामी आमाहरूलाई चाहिँ कस्तो लाग्छ भने हामी आमाहरूलाई चाहिँ बच्चाहरूको वरिपरि दौडिँदै टाइम छैन भन्ने जस्तो लाग्छ नि त होइन। यिनीहरू सबैजना यसको चाहिँ 3टा बच्चाहरू छ, 2टा चाहिँ के अरे अटिस्टिक क्या हुन्छ नि स्पेसल निड भएको। त्यस्तो बच्चाहरू अझै 10 वर्ष मुनिको 3टा बच्चाहरू हेरेर उसले यो बिजनेस गरेर धेरै पैसा कमाउँदैछ। यो चाहिँ म जस्तै नर्स हो तर उसले चाहिँ नर्सिङ छोडेर अहिले यो बिजनेस गर्छ है। लाइक सी इज अमेजिङ हुन्छ नि। नर्सिङ छोडेर फुल टाइम गरेर उसले चाहिँ एज अ मम $100,000 लेस देन 1 वर्षमा कमाएको। यो चाहिँ हुन्छ नि सिङ्गल मम है, सिङ्गल मम अनि 3टा जब होइन गरेर एकदम दुःख पाइरहेको मान्छे यो बिजनेस गरेर अहिले उसले यही बिजनेस मात्र गर्छ क्या। कामसाम केही पनि अरू अरू अर्काको लागि काम गर्दैन है। सो यु क्यान बी लाइक द्याट टु, हामी पनि हुन सक्छौँ क्या है। यहाँ सबै कुरा छ। यदि तपाईँ चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ साँच्चै यो बिजनेस गर्ने हो भने चाहिँ होइन, तपाईँलाई स्टेप 1 के गर्ने भन्दा चाहिँ स्टेप 1 चाहिँ तपाईँले चाहिँ हुन्छ नि एउटा बिजनेस है 900 600 300 100 कुन चाहिँमा चुज गर्ने त्यहाँ चाहिँ गएर तपाईँले इन्भेस्ट गर्ने। इन्भेस्ट गरिसकेपछि तपाईँसँग डन फर यु प्रडक्ट्स होइन सबै त्यो अलरेडी तपाईँलाई वरि नगरिकन बेच्नलाई रेडी भएको 4वटा प्रडक्ट पाउनुहुन्छ है। टेक्निकल स्किलहरू खासै केही पर्दैन। यु जस्ट ह्याभ टु प्लग इन होइन सिस्टम, त्यो बिजनेस हुन्छ नि आफ्नो त्यो सिस्टममा चाहिँ अलिकति हुन्छ नि त्यो प्लग इन मात्र गर्ने हो है। अनि त्यसपछि कोचिङ मेन्टरसिप पाउनुहुन्छ होइन, त्यहाँ आउने सिक्ने होइन। सिकिसकेपछि त्यो सिकेको कुराहरू चाहिँ तपाईँले चाहिँ होइन इम्प्लिमेन्ट गर्ने र आफ्नो बिजनेसलाई चाहिँ अटोमेसनमा रन गरेर पैसा कमाउने है। होप द्याट मेक सेन्स है। यो कसको लागि पर्फेक्ट छ किन पर्फेक्ट छ भनेर पनि एक्सप्लेन गराएछ होइन। किनभने अनेस्टली भने होइन तपाईँको जबमा जस्तो मरिमरि काम गरेर यति स्यालेरीमा तपाईँलाई सेटल हुनु पर्दैन है। तपाईँलाई हुन्छ नि 100% प्रफिट लिएर जहाँसुकैबाट पनि यो बिजनेस गर्न सक्नुहुन्छ है। फ्लेक्सिबल फ्यामिली टाइम चाहिने हो कि तपाईँलाई आफ्नै प्यासन चाहिँ पर्स्यु गर्ने हो कि वाट है, तपाईँले यो सबै कुरा चाहिँ बिजनेसमा यहाँबाट चाहिँ पाउन सक्नुहुन्छ है। तर तपाईँ चाहिँ हुन्छ नि बिजनेस त गर्नु मन छ
पैसा त कमाउनु मन छ, तर सिक्नु मन छैन होइन। तपाईँलाई चाहिँ हुन्छ नि आज पैसा राखेर भोलिदेखि नै धेरै पैसा कमाउनु मन छ, तपाईँलाई सिकाएको कुराहरू चाहिँ हुन्छ नि इम्प्लिमेन्ट गर्नु मन छैन भने चाहिँ तपाईँको लागि होइन क्या है। बिकज लाइक अरू बिजनेसमा जस्तै यो बिजनेसमा पनि सिक्नुपर्छ होइन। टाइम अलिकति पैसा इन्भेस्ट गर्नुपर्छ होइन। कति मान्छे फ्रीमा सिकाउनुहोस् फ्रीमा दिनुहोस् भन्नुहुन्छ नि त होइन। फ्रीमा तपाईँलाई $900 कमाउने सामान फ्रीमा पाउनुहुन्न क्या है। फ्रीमा तपाईँलाई हुन्छ नि सबै त्यो कोचिङ होइन, त्यो मल्टाइ मिलिनियर कोचहरूले त्यो हुन्छ नि सिकाउने त्यो फ्रीमा पाउँदैन क्या है। किनभने त्यो सिक्नकै लागि हामीले बच्चैदेखि लाखौँ लाख सिद्ध्याएछौँ भने होइन, वाइ नट वान मोर टाइम होइन। आफ्नो लागि किन वान मोर टाइम तपाईँले होइन सिक्नको लागि यो पैसा कमाउनको लागि होइन इन्भेस्ट नगर्ने त है। सो चेक इट आउट, यो सबै कुराहरू छ होइन। अब यदि तपाईँहरूलाई चाहिँ हुन्छ नि यहाँ अब हुन्छ नि मार्केट रिसेल राइट्स र अरू बिजनेस मोडलको बारेमा हुन्छ नि के छ त डिफरेन्स होइन, एफिलिएट मार्केटिङ, ड्रप सिपिङ होइन, आफैले प्रडक्ट बनाउँदा नेटवर्क मार्केटिङ र मार्केट रिसेल राइट्स प्रडक्टको चाहिँ डिफरेन्स के छ त है, त्यो सबै यहाँ छ है। यदि हुन्छ नि तपाईँले चाहिँ 900मा जोइन गर्नुभयो भने यो चारैवटा प्रडक्टहरूको चाहिँ तपाईँले मार्केट रिसेल राइट्स पाउनुहुन्छ होइन। लिटरली 4 प्रोडक्ट्स इज योर्स है। होइन तपाईँलाई चाहिँ त्यो चारवटा प्रडक्ट्सहरू चाहिँ आई मिन 900 चाहिँ महँगो छ जस्तो लाग्यो भने तपाईँसँग अरू अपर्च्युनिटी पनि छ क्या है। किनभने सबैजनालाई हुन्छ नि यति धेरै पैसा ब्याङ्कमा हुन्छ भन्ने पनि छैन, सबैजनाले अरूसँग मैले जस्तै बोरो गर्छ भन्ने पनि छैन नि त होइन। कति मान्छे चाहिँ होइन ठिकै छ मसँग बिस्तारै स्टार्ट गर्छु अनि बिस्तारै अपग्रेड गर्छु भन्नेहरू पनि हुनुहुन्छ है। त्यो उहाँहरूको लागि चाहिँ यहाँ छ कि $100 लन्च प्याड है, तपाईँले एउटा मात्रै प्रडक्ट बेच्न पाउनुहुन्छ होइन। 300मा भयो भने 100 र 300 बेच्न पाउनुहुन्छ भने 600 भयो भने तिनटै बेच्न पाउनुहुन्छ है। अब यो तिनटैमा तपाईँले के सिक्नु सक्नुहुन्छ, के पाउनुहुन्छ, त्यो सबै कुरा एक्सप्लेन गराएको छ है। चेक इट आउट होइन। अनि त्यसपछि कुन चाहिँ तपाईँलाई मनपर्छ त होइन, त्यसमै तपाईँले चाहिँ इन्भेस्ट गरेर चाहिँ यो बिजनेस सुरु गर्न सक्नुहुन्छ है। प्लस तपाईँले यो सबै बोनसमा पाउन सक्नुहुन्छ होइन। त्यो हाम्रो मल्टाइ मिलिनियर कोचले चाहिँ 1 मिलियन 17 महिनामा बनाएको थियो कि है। उसको ब्लु प्रिन्ट उसले के चाहिँ गरेको थियो त 1 मिलियन कमाउनको लागि भनेर सबै कुराहरू चाहिँ यहाँ एक्सप्लेन गरेको छ है। यो 30 डे मार्केटिङ स्ट्राटेजी भनेर कन्टेन्टको बारेमा छ होइन। लिटरली किनभने धेरैजनाले अमेमा कन्टेन्ट बनाउनु पर्ने म त सक्दिनँ भनेर सुरु गर्नुहुन्न नि त होइन। 30 दिनसम्म कस्तो टाइपको कन्टेन्ट बनाउने र 7 दिनभित्रमा यदि साँच्चै नै तपाईँ चाहिँ यो यहाँ जे सिकायो त्यो सबै इम्प्लिमेन्ट गर्नुभयो भने आफ्नो जुन इन्भेस्टमेन्टलाई कसरी रिटर्न गर्ने त अनि त्यो सबै ट्रेनिङहरू छ है। यदि तपाईँहरूलाई चाहिँ मुख देखाउनु मन छैन होइन, इन्भिजिबल भएर फेसलेस कन्टेन्टहरू गर्नु मन छ भने यहाँ छ है। अब कति मान्छेहरू चाहिँ होइन म आफ्नै प्रडक्ट बनाउँछु भन्नेहरू हुनुहुन्छ होइन, त्यसको आइडियाहरू पनि यहाँ छ है। तपाईँलाई मेन कुरा भनेको चाहिँ म सिक्छु भन्ने चाहिँ हुनु पर्यो होइन। म सिकेर सिकेको कुरा गर्छु भन्नुभयो भने नथिङ विल स्टप यु क्या। तपाईँलाई कसैले पनि हुन्छ नि रोक्न सक्दैन क्या। एन्ड दिस इज अमेजिङ है। त्यही भएर यदि तपाईँहरू चाहिँ हुन्छ नि अब बिजनेस गर्ने प्लानमा हुनुहुन्छ के हो कस्तो हो कसरी गर्ने भनेर हुन्छ नि थाहा नभएर सुरु गरिराख्नु भएको छैन भने लिटरली तपाईँको काम भनेको चाहिँ होइन यो हुन्छ नि लेगेसी बिल्डर प्रोग्राममा वान टाइम इन्भेस्टमेन्ट गर्ने हो। त्यो इन्भेस्टमेन्ट के को लागि भन्दा चाहिँ सिक्नको लागि, चारवटा डन फर यु प्रडक्ट्सहरूको लागि र आफ्नो अटोमेसन सिस्टम रन गर्नको लागि, प्लस कोचिङ त्यो हुन्छ नि सपोर्ट सबैको लागि हो क्या। बिजनेस इन अ बक्स भन्छौँ कि हामीले होइन। किनभने तपाईँको त्यो वान टाइम इन्भेस्टमेन्ट त्यो गर्नुभयो भने यु डोन्ट ह्याभ टु डु एनिथिङ एल्स है। अब अरू के त भन्दा चाहिँ होइन अब यो चाहिँ हुन्छ नि म पहिला कोचिङ गर्नेदेखि लिएर अहिलेको हाम्रो नेपाली क्लाइन्टहरूले पनि फिडब्याक दिएको भनौँ न होइन। लाइक दिज फिडब्याक्स इज अमेजिङ क्या होइन। म चाहिँ तपाईँहरूलाई हुन्छ नि ल तपाईँको यो प्रडक्ट किन्नुभयो अब आफै गर्नुहोस् भनेर छोड्दिनँ क्या है। मेरो क्लाइन्टहरूलाई म विकली कोचिङ दिन्छु होइन। यो त अलिकति 1-2वटा मात्रै हो, यस्तो त मसँग पेज धेरै धेरै छ क्या है फिडब्याकहरू है। तपाईँले यदि मसँग यो बिजनेस सुरु गर्नुभयो भने यु विल गेट द सेम सपोर्ट एज वेल होइन। मलाई चाहिँ तपाईँले आफ्नो कोच है आफ्नो मेन्टर जस्तै पाउनुहुन्छ होइन। स्टेप बाई स्टेप कहाँबाट कहाँ जाने के गर्ने त्यो गाइडेन्सहरू सबै पाउनुहुन्छ क्या है। यस प्लस यदि तपाईँलाई चाहिँ हुन्छ नि इङ्ग्लिस राम्रोसँग आउँदैन भने चाहिँ बोनस भनेको चाहिँ मेरो कोचिङहरू सबै नेपालीमा हुन्छ क्या है। त्यही भएर तपाईँले सबै कुरा नेपालीमा सिक्न सक्नुहुन्छ है। सो डोन्ट वरी यदि इङ्ग्लिस चाहिँ तपाईँको पर्फेक्ट छैन भने है। अर्को कुरा चाहिँ होइन तपाईँले यो बिजनेस लेगेसीमा जोइन गर्नुभयो भने के पाउनुहुन्छ भन्दा चाहिँ एगेन जस्तो रिपिट है डन फर यु सिस्टम, जुन सिस्टम मैले देखाएँ नि होइन 95% डन हो क्या है। 5% भनेको चाहिँ हामीले मेरो चाहिँ मेकमनीविथकमाला.com छ नि त होइन, त्यसलाई भन्छ डोमेन क्या। डोमेन भनेको चाहिँ हाम्रो अब अनलाइन भनेपछि पसल अब फिजिकल पसल जस्तो त हुँदैन होइन। अनलाइन भनेपछि एउटा वेबसाइट चाहिन्छ क्या है। त्यो वेबसाइटको लागि एउटा तपाईँको डोमेन चाहिन्छ। त्यो डोमेन चाहिँ तपाईँको त्यो जुन मैले वेबसाइट देखाएको थिएँ नि त्यो
त्योसँग कनेक्ट गर्नुपर्छ है। हो त्यो एउटा कनेक्ट गर्ने है। अनि आफ्नो मैले अघि फोटो देखाएको थिएँ नि मेरो स्टोरी होइन, त्यस्तो एउटा स्टोरी लेख्ने। यदि तपाईँलाई आउँदैन भने आई क्यान हेल्प यु विथ द्याट, म तपाईँलाई हेल्प गर्न सक्छु त्यो स्टोरीहरू लेख्नको लागि होइन। प्लस तपाईँको पेमेन्ट गेटवे है। यदि नेपालमा हुनुहुन्छ भने हामीसँग पेमेन्ट गेटवे छैन, सो इट्स ओके। यसमा चाहिँ 100% प्रफिट हामी आफैले पाउने भएको भएर तपाईँको त्यो पेमेन्ट गेटवे नभए पनि यो बिजनेस गर्न मिल्छ, किनभने यो बिजनेस चाहिँ तपाईँको वेबसाइट फी तिरिसकेपछि एक्टिभेट हुन्छ क्या है। 100% प्रफिट चाहिँ रिसेलरले लिन्छ भने अर्को चाहिँ हुन्छ नि यो बिजनेस होइन पैसा चाहिँ आफ्नो ब्याङ्कमा हुन्छ है। त्यही भएर यु क्यान डु इट विथआउट पेमेन्ट गेटवेज। पेमेन्ट गेटवे भयो भने अझै सजिलो, तपाईँ सुती सुती पैसा कमाउन सक्नुहुन्छ है। छैन भने चाहिँ वान एक्स्ट्रा स्टेप भनेको चाहिँ तपाईँले म्यानुअली आफ्नो ब्याङ्क डिटेल्सहरू पठाउनुपर्छ, द्याट्स अल है। सो डन फर यु सिस्टम है। स्टेप बाई स्टेप ट्रेनिङ, मेरो पर्सनल मेन्टरसिप होइन, विकली प्लस मेसेन्जर सपोर्ट है, कम्युनिटी सपोर्ट। र यो बिजनेस मैले जुन त्यो 4वटा प्रडक्टहरू देखाएँ नि होइन, त्यो 4वटा प्रडक्टमा जुन सुकैमा जोइन गर्नुभयो भने पनि $39 वेबसाइट फी तिर्नुपर्छ क्या है। अब यो 100% प्रफिट चाहिँ रिसेलरले पाउँछ है। त्यो $39 वेबसाइट फी चाहिँ कम्पनीले पाउँछ क्या। कम्पनीले पाउने भनेको त्यति मात्रै हो है। हो, यदि तपाईँले अहिले 900मा जोइन गर्नुभयो भने चाहिँ त्यो वेबसाइट फी $39 चाहिँ मेरो तर्फबाट तपाईँलाई चाहिँ इन्क्लुडेड है। सो तपाईँहरूलाई त्यो पनि वरि गर्नु परेन है। प्लस स्पेसल अफर भनेको चाहिँ होइन, यदि तपाईँहरूले चाहिँ यो भिडियो होइन, अभियसली धेरैजना हुनुहुन्न होइन, यदि यो भिडियो चाहिँ तपाईँले हेर्नुभयो विकेन्डभित्र चाहिँ यो बिजनेस जोइन गर्नुभयो मेरो वेबसाइटबाट भने चाहिँ होइन, 1 घन्टा तपाईँलाई वान अन वान कल दिन्छु म है। त्यो 1 घन्टामा चाहिँ नर्मली म पहिला 2023मा चाहिँ आफ्नै कोचिङ गर्थेँ क्या है। त्यो आफ्नै कोचिङ गर्दा यस्तो वान अन वान कल भनेको चाहिँ लाइक इट टेक्स माई टाइम राइट। $200 चार्ज गर्थेँ, अहिले तपाईँलाई त्यो फ्रीमा दिन्छु म होइन। वेबसाइट फी मैले कभर गर्ने भइहालेँ होइन। त्यो तपाईँको बिजनेस अहिले त्यो पैसा तिर्न साथ कसरी सुरु गर्ने, त्यो सुरु गरिसकेपछि कहाँ जाने के गर्ने, त्यो सबै कुरा चाहिँ हाम्रो के भन्छ स्ट्राटेजी प्लान चाहिँ म बनाउँछु तपाईँसँग है। त्यही भएर लाइक थ्याङ्क यू सो मच है। यदि तपाईँ रेडी हुनुहुन्छ भने होइन, दिस इज अ स्पेसल गिफ्ट फर यु फर टेकिङ एक्सन है। भन्छ नि एक्सन टेकर्स आर मनी मेकर्स भन्छन् क्या है। जसले एक्सन लिन्छ नि होइन, उनीहरूले पैसा बनाउँछ क्या। जसले सोचेर भोलि गर्छु पछि गर्छु पर्सि गर्छु भनेर बस्छ नि होइन, उनीहरूले लाइफमा कहिले पनि अगाडि जाँदैनन् है। सो साँच्चै लाइफमा सक्सेस पाउने हो भने चाहिँ यु हेभ टु डु समथिङ होइन। वान टाइम इन्भेस्टमेन्ट यस अलिकति डर लाग्छ होला, तर त्यो डरलाई भगाएर होइन अगाडि बढ्नुहोस् क्या है। किनभने मलाई नि डर लाग्थ्यो क्या। मलाई नि त्यो डर लाग्यो भनेर बसेर मैले एक्सन नलिएको भए मैले यति धेरै सक्सेस पाउँथेँ भन्दा अफकोर्स नट। मैले यो कन्फिडेन्स बिल्ड गर्थेँ भन्दा अफकोर्स नट। मैले नि होइन लास्ट इयर दिनको 2 घन्टा मात्रै काम गरेर मोर देन $50,000 कमाउँथेँ भन्दा अफकोर्स नट, सक्दिनँ थिएँ नि त है। त्यो 900 मैले ब्याङ्कमै माया गरेर राखेको भए त्यो 900को इन्ट्रेस्ट रेट अलिकति आयो भने $50 $100 आउँथ्यो होला है। 900को 1000 हुन्थ्यो होला, त्यो मैले हुन्छ नि हक गरेर राख्थेँ होला है। तर अहिले त्यो 900बाट मैले वान टाइम इन्भेस्टमेन्ट गरेर मोर देन अहिले सबै अल टुगेदर मैले जोडेँ भने 100,000 भन्दा बेसी कमाइसकेँ है। सो यु क्यान डु इट टु होइन। म जस्तो 2टा बच्चाको आमा 2 दिन काम गरेर होइन केही नजाने मान्छेले यति सिकेर यहाँ पुग्यो भने होइन, वाइ नट यु। अनेस्टली तपाईँहरू कतिजना मभन्दा धेरै स्मार्ट हुनुहुन्छ क्या है। तपाईँले मैले भन्दा छिटो नि कमाउन सक्नुहुन्छ है, डिपेन्डिङ अन लाइक तपाईँले कतिको एक्सन लिनुहुन्छ है। त्यही भएर साँच्चै अगाडि जाने हो भने चाहिँ तपाईँको यो जुन फ्रिडम लाइफ छ नि होइन, आफूले भनेको जस्तो आफ्नो टर्म्समा होइन आफूले सोचे जस्तो लाइफ बिताउनको लागि चाहिँ होइन, यो जर्नी स्टार्ट्स विथ वान डिसिजन के, लिटरली वान डिसिजन है। किनभने तपाईँसँग अहिले 2टा चोइसेसहरू छ है। एउटा चोइस भनेको चाहिँ होइन ठिकै छ म पर्फेक्ट टाइम कुर्छु होइन, मेरो लाइफ अलिकति इजी हुन्छ, पहिला यो गर्छु यो महिनाको एन्डतिर सुरु गर्छु हुन्छ नि। लाइक वी अलवेज अलवेज ह्याभ सम हुन्छ नि, हामीसँग अलवेज हुन्छ नि कुनै न कुनै बाहना हुन्छ क्या है। हो तपाईँ चाहिँ त्यही बाहना बनाएर बस्न सक्नुहुन्छ। ओर तपाईँले चाहिँ होइन होइन साँच्चै लाइफ चेन्ज गर्ने हो भने चाहिँ आई हेभ टु डु इट नाउ होइन, किनभने मैले गरिनँ भने कहिले पनि हुँदैन भनेर चाहिँ गर्नुभयो भने होइन, यु विल थ्याङ्क मी लेटर अनेस्टली है। कति मेरो क्लाइन्टहरू चाहिँ हुन्छ नि दे आर सो ह्याप्पी है। कति कति होइन धेरैजना मोस्ट अफ देम मैले जस्तै जिरो स्किल जिरो नलेज जिरो कन्फिडेन्सबाट सुरु गर्नुभएको हो कि है। लिटरली है मेरो एउटा क्लाइन्ट हुनुहुन्छ नेपालमा, एउटा होइन 2टा धेरैजना हुनुहुन्छ तर 2-3जना चाहिँ एकदम राम्रो गर्दै हुनुहुन्छ कि है। नेपालमा बसेर US डलरमा बिजनेस गर्दै हुनुहुन्छ, क्यान यु इमेजिन है। उहाँहरू पनि हुन्छ नि
पहिला मैले जस्तै केही थाहा नभइकन होइन यही ब्लु प्रिन्टबाट र मेरो मेन्टरसिप र कोचिङबाट सिकेर अहिले धेरै अगाडि बढिसकेँ है। अर्को एउटा क्लाइन्ट हुनुहुन्छ है, दुईवटा बच्चाको आमा फुल टाइम काम गर्नुहुन्छ होइन। उहाँले चाहिँ फर्स्टमा चाहिँ टिकटक हुन्छ नि सपमा चाहिँ गर्छु भनेर के अरे स्टार्ट गर्नुभएको अरे, तर बोल्न नसकेर लाज लागेर चाहिँ उहाँले यो ब्लु प्रिन्ट जोइन गर्नुभएको। अहिले यो ब्लु प्रिन्ट जोइन गरेर उहाँले आफ्नै प्रडक्ट बनाइसके क्या है। क्यान यु इमेजिन है, फुल टाइम काम म्यानेज गरेर आफ्नै प्रडक्ट गरेर आफ्नै बिजनेस म्यानेज गर्नु भनेको इट्स ह्युज थिङ राइट। तपाईँहरूले पनि गर्न सक्नुहुन्छ क्या है। तपाईँहरूले पनि मैले जस्तै ठिकै छ, मलाई त्यो आफ्नो प्रडक्ट बनाउनु मन छैन, म बरु 100% प्रफिट पाउँछु भने वाइ नट यही बिजनेस चाहिँ अगाडि लान्छु भनेर यही गर्न पनि सक्नुहुन्छ होइन। मैले अब किन आफ्नै नबनाउने भनेर सोच्नु भयो नि, यु क्यान डु इट टु है। तपाईँले सबै कुरा सिक्नुहुन्छ है। त्यही भएर है दुईटा अप्सन भनेको चाहिँ सुरु गरिहाल्ने, ओर आई विस मैले सुरु गरेको भए म कहाँ पुगिसक्थेँ भनेर अबको 6 महिना 1 वर्षपछि रिग्रेट गर्ने है। त्यही भएर यदि तपाईँहरू चाहिँ रेडी हुनुहुन्छ भने होइन गेट इट नाउ है, डु इट नाउ होइन। मेरो ब्लु प्रिन्टको डिटेल्स चाहिँ यदि चाहिन्छ भने भन्नुहोस् है, आल सेन्ड इट टु यु है। मलाई मेसेज पठाउनु भए पनि हुन्छ होइन। अगेन लाइक यु जस्ट निड टु गो हियर मेकमनीविथकमाला.com होइन। यहाँ तपाईँले अब मेरो टिकटकमा भयो भने क्लिकेबल लिङ्क नै छ है। अथवा तपाईँलाई चाहिन्छ भने म यहाँ पनि पठाइदिन सक्छु। लाइक आइ एम सुपर एक्साइटेड है। बाँकी भएको यो 2 महिना छ नि त होइन, त्यो 2 महिनालाई चाहिँ अझै पनि हामीले यो स्किल सिकेर नि 2026लाई चाहिँ एकदम आफूले भनेको जस्तो बनाउन सक्छौँ क्या है। तर त्यसको लागि एक्सन लिनु पर्यो नि त होइन, त्यसको लागि काम गर्नु पर्यो क्या है। पहिला म सबै कुरा सिक्छु सबै कुरा जान्छु अनि बिजनेस गर्छु भनेर बस्नुभयो भने इट विल नेभर ह्यापन है। तपाईँलाई हुन्छ नि अरू अरू काम जस्तै अरू अरू स्किल सिके जस्तै होइन फर्स्टमा सिक्नुपर्छ क्या सक्सेस पाउनको लागि है। किन कति मान्छेहरू मलाई हाँस्छ, म तपाईँको भिडियोहरू हेर्दैछु धेरै भिडियो हेर्छ कि त्यही पनि मैले थाहा पाएन कसरी गर्ने भनेर है। त्यो चाहिँ कस्तो भन्दा चाहिँ हुन्छ नि, इफ यु वान्ट टु बी अ डक्टर है, डक्टर बन्नु मन छ, डक्टर बन्नु मन भएको भएर तपाईँले चाहिँ करिकुलम हुन्छ नि उनीहरूको यो सिक्ने भनेर त्यो हाइलाइटहरू दिन्छ नि होइन, त्यो हाइलाइट हेरेर 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 वर्षौँ कटेर खै अहिलेसम्म डक्टर बनेन भने जस्तै हो क्या है। इफ यु वान्ट टु बी ए डिजिटल मार्केटर तपाईँले एउटा प्रुभन ब्लु प्रिन्टबाट सिक्नु पर्यो क्या है। मेन्टरसिप कोचिङहरू लिनु पर्यो क्या। त्यो कन्टेन्ट मेरो जुन छ नि द्याट्स अ हाइलाइट होइन। त्यति थोरैले तपाईँले सबै कुरा बुझ्नु गाह्रै हुन्छ क्या है। साँच्चै गर्ने हो भने चाहिँ यु हेभ टु रियली लर्न, साँच्चै हुन्छ नि त्यहाँ डुबेर सिक्नु पर्यो क्या है। भन्छ नि लाइक यदि तपाईँलाई स्विमिङ गर्नु मन छ भने थोरै पानीमा अलिकति खुट्टा भिजाएर म स्विमिङ सिक्छु भनेर वर्षौँ वर्ष जानु भए पनि सिक्दैन क्या। स्विमिङ सिक्नको लागि तपाईँले पानीमा चुल्लोमा डुबेर पानीसँग कुस्ती खेल्दै है हुन्छ नि कति पानी खाइन्छ होला होइन, तर यदि तपाईँसँग एउटा इन्स्ट्रक्टर छ भने ग्यारेन्टी के छ भन्दा चाहिँ तपाईँ डुब्नुहुन्न, तपाईँ मर्नुहुन्न है। ग्यारेन्टी के छ भन्दा चाहिँ तपाईँले गिभअप गर्नु भएन भने चाहिँ सिकाएको जस्तो गर्नुभयो भने चाहिँ तपाईँले स्विमिङ मजाले सिक्नुहुन्छ र तपाईँले स्विमिङ सिकेर आफ्नो गोल अचिभ गर्नुहुन्छ। सेम इयर इन दिस बिजनेस, यो बिजनेसमा पनि साँच्चै नै तपाईँले बिजनेस गर्ने हो अनलाइनबाट पैसा कमाउने हो भने चाहिँ फर्स्ट तपाईँले चाहिँ यो ब्लु प्रिन्टमा जोइन गर्नु पर्यो। यो अथवा अरू ब्लु प्रिन्टहरू तपाईँलाई थाहा छ भने डु इट है। त्यहाँबाट तपाईँले इन्भेस्ट गरिसकेपछि सिक्नु पर्यो क्या है। म जस्तो मेन्टर अरू हुनुहुन्छ भने इट्स ओके है। मेन्टरको जसले चाहिँ यो बिजनेस गरिसके नि होइन उनीहरूसँग हातेमालो गरेर होइन जानु पर्यो क्या है। स्टेप बाई स्टेप सिक्नु पर्यो, सिकेको कुरा दिनदिनै गर्नु पर्यो। त्यति गर्नुभयो भने यु विल गेट सक्सेस फर स्योर है। होपफुली द्याट मेक्स सेन्स होइन। अरू केही क्वेसन छ भने द प्लेटफर्म इज योर्स नाउ है त। हेलो हेलो पुष्पलाल राई, थ्याङ्क यू सो मच फर जोइनिङ। केही क्वेसन छ भने भन्नुहोस् ल, अब केही नबुझ्ने केही कुरा छ? बुद्धिजी, पुष्पलाल, यसो भिडियो पनि अन गरिदिनु भयो भने एकदम खुसी हुन्थेँ म। बिहाइन्ड द सिन नलुक्नुहोस् न। केही क्वेसन छ हजुर? ओके, तपाईँ दुवैजना बोल्नु भएन त्यसको मतलब आई गेस यु गट द आन्सर है। थ्याङ्क यू सो मच फर जोइनिङ माई कल है। यो मेरो लाइभ ट्रेनिङ एटेन्ड गर्नुभयो है, थ्याङ्क यू सो मच एगेन। यदि तपाईँ चाहिँ सिरियस हुनुहुन्छ होइन यो बिजनेस गर्नको लागि भने अभियसली होइन मेकमनीविथकमाला.com मेरो टिकटकको उसमा क्लिकेबल लिङ्क छ, अथवा चाहिन्छ भने होइन आई क्यान सेन्ड यु मेसेज डाइरेक्टली है। यदि तपाईँले अहिले जोइन गर्नुभयो विदिन लाइक बिफोर दिस विकेन्डभित्र जोइन गर्नुभयो भने त्यो वान अन वान कल एज वेल एज तपाईँको त्यो वेबसाइट फी चाहिँ मैले तिर्दिनेछु र तपाईँलाई मसँगै लाग्छ है त। हजुर हेलो। ब्रदर, यस। सरी म्याम, म यहाँ अलिक त्यो
कुरा गर्ने उसमा थिएन कि त्यो It's मान्छे okay. त्यही भएर No, no, it's all right. के यो कुरा हजुरले पुरै एक्सप्लेन त गर्नुभयो होइन अनि त्यो के भन्छ त्यो लेगेसी बिल्डर भित्र चाहिँ हामीलाई चाहिँ त्यो कसरी कन्टेनरहरू कसरी क्रिएट गर्ने त्यहीहरू सिकाउनुहुन्छ कि के कस्तो हो म्याम? लेगेसी बिल्डर प्रोग्रामभित्र तपाईँले सबै कुरा सिक्नुहुन्छ क्या है त्यहाँ चाहिँ तपाईँले आफ्नो फर्स्टमा के सिक्नुहुन्छ भन्दा चाहिँ फर्स्टमा चाहिँ तपाईँको कस्टमरहरू को त भनेर चिन्नुहुन्छ क्या है किनभने तपाईँको हजुर कस्टमर को भनेर चिन्नु एकदम जरुरी छ क्या है त्यो कस्टमर हजुर चिनिसकेपछि त्यो कस्टमरलाई हुन्छ नि कस्तो टाइपको कन्टेन्ट बनाउनु भयो भने चाहिँ तपाईँको बिजनेसमा एट्र्याक्ट गर्ने भनेर सिक्नुहुन्छ है किनभने इट्स अल अबाउट एट्र्याक्सन मार्केटिङ होइन हामीले चाहिँ अघि मैले भने जस्तै पहिलाको जस्तो हुन्छ नि मान्छेहरूलाई मेसेज पठाइ पठाइ मेम्बर बनाउने त्यो अरूलाई झ्याइ झ्याइ गर्ने त्यस्तो केही पनि होइन क्या है एट्र्याक्सन मार्केटिङ कसरी गर्ने भनेर त्यो कन्टेन्ट क्रिएसन इफेक्टिभली कसरी बनाउने त्यो सबै कुरा बिगिनिङदेखि सिक्नुहुन्छ प्लस र मैले पनि हामीले तपाईँलाई सिकाउँछु है हो त्यो हजुर कन्टेन्ट भन्नुले क्रिएसन हामीले भइसकेपछि कन्टेन्ट क्रिएट गर्ने हो मेन मेन कुरा चाहिँ कन्टेन्ट क्रिएट गर्ने। मेन कुरा चाहिँ कन्टेन्ट क्रिएसन गर्ने भन्दा नि हुन्छ किनभने मार्केटिङ हो नि त होइन मार्केटिङ त गर्नु पर्यो नि त होइन डिजिटल मार्केटिङ हो नि त तपाईँले मार्केटिङ नगरिकन बिजनेस गर्न सक्नुहुन्न क्या है किनभने कि ट्रेडिसनल टाइपको हुन्छ नि पसलहरू खोलेर दिनको हुन्छ नि 10-12 घन्टा खटेर बिजनेस गर्नु पर्यो होइन कि त तपाईँले स्मार्ट वेबाट बिजनेस गर्ने भए मार्केटिङ गर्नु पर्यो है एगेन यो मार्केटिङ गर्नको लागि आई ग्यास तपाईँलाई आउँदैन भने पनि यु विल लर्न एभ्रिथिङ बुझ्नुभयो नि हजुर हजुर। मह्म, अनि यो मेन कुरो त अब फाइनेन्सियलकै कुरोमा आउँछ होइन त्यो मह्म, त्यो यति एकैचोटि त्यति पैसा निकाल्न चाहिँ मुस्किलै हुन्छ होइन। मह्म। अनि अझै पनि म चाहिँ अझै अझै कन्फ्युजमै छु कि त्यो तपाईँ त्यो अगर के अरे कन्टेन्ट क्रिएट गरेर चाहिँ यो लेगेसी बिल्डरको बारेमै हामीले बनाएर चाहिँ अरूलाई मतलब बताउने हो कि के हो खास चाहिँ त्यही। यस्तो हो ब्रदर है मैले अघि भने जस्तै लेगेसी बिल्डरबाट तपाईँले चाहिँ मार्केटिङ राइट वेबाट कसरी गर्ने भनेर सिक्नुहुन्छ क्या है मेन कुरा त त्यही हो नि त डिजिटल मार्केटिङ बिजनेस इफेक्टिभ वेबाट कसरी गर्ने त भनेर सबै स्किलहरू जति पनि स्किल चाहिन्छ नि त्यो सिक्नुहुन्छ है अब तपाईँले सिक्दा सिक्दै पैसा पनि कमाउनुहोस् भनेर कम्पनीले तपाईँलाई त्यो चारैवटा प्रडक्टहरूको चाहिँ 100% प्रफिट लिएर बिजनेस गर्ने राइट्स दियो क्या है अब तपाईँको चोइस हो क्या होइन तपाईँले चाहिँ लेगेसीलाई बेच्ने कि अरू नै कुनै प्रडक्टहरू बेच्ने है ए यो पैसाको यो मतलब भित्र भयो चाहिँ क्या मैले लेगेसीलाई बेच्ने अरू 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 केही लेगेसी भित्र चाहिँ अरू केही अरू पनि मतलब सेल गर्न सक्छ। होइन तपाईँले लेगेसी भित्र चाहिँ लेगेसीको त्यो चारवटा प्रडक्टहरू भयो होइन यदि तपाईँलाई चाहिँ लेगेसीमा गएर म लेगेसी बिल्डर बेच्दिनँ होइन यो स्किल सिक्छु म अरू नै केही बेच्छु भन्नुभयो भने आई क्यान हेल्प यु तपाईँलाई त्यो प्रडक्टहरू कहाँ लिने होइन कसरी यु गर्ने यदि लेट्स चाहिँ तपाईँलाई फिजिकल प्रडक्ट नै बेच्ने भन्नुभयो भने पनि आई क्यान हेल्प यु विथ द्याट तर अनलाइनबाट बेच्ने भए चाहिँ ए त्यति टाइम त्यसको लागि त यति टाइमै हुँदैन होइन मेन कुरो त त्यो टाइमकै प्रब्लम हुन्छ। दिनको 2 घन्टा दिन सक्नुहुन्छ त्यो एक दुई घन्टा त्यसो निकाल्नु छ अनि फेरि मलाई चाहिँ फेरि यो कन्टेन्ट क्रिएट दिनको गर्न दुई हो दुई यो घन्टा हो क्या तपाईँको दिनको 2 घन्टा दिनकै दिनुभयो आउँदैन भने कि हुन्छ त्यो हजुर यो मोबाइलबाटै हुन्छ मोबाइलबाटै सबै कि मसँग ल्यापटप पनि छैन त्यो के यो त्यो अरू अरू सबै यो एउटा एन्ड्रोइड मोबाइल छ त्यहीबाट हुन्छ सबै। 99% तपाईँको मोबाइलमै हुन्छ है मैले जति हजुर पनि बिजनेस गर्छु नि सिरियसली लाइक एभ्रिथिङ फ्रम दिस है तपाईँको त्यो मैले जुन सिस्टम भने नि त्यो सिस्टम सेटअप गर्नको लागि चाहिँ त्यो 5% मैले भने नि हाम्रो त्यो हुन्छ नि त्यो डोमेनहरू कनेक्ट गर्ने त्यति गर्नको लागि चाहिँ ल्यापटप भयो भने चाहिँ सजिलो हो होइन यदि तपाईँलाई चाहिँ त्यो टेक्निकल कुरा मलाई गर्नु नै छैन आई डोन्ट केयर हुन्छ नि म हजुर गर्दिनँ मेन कुरा भन्नुभयो त्यही हो भने टेक्निकल कुरा हामी एकदम जिरो नलेज अब टेक्निकल बारेमा जिरो नलेज छ नि। त्यस्तो भयो भने चाहिँ होइन नेपालकै एउटा ब्रदर पनि हुनुहुन्छ होइन किनभने गोराहरूसँग फेरि कुरा गर्नलाई अलिक प्रब्लम हुन्छ भन्ने चाहिँ इट्स ओके किनभने अब हाम्रो त्यहाँ लेगेसी बिल्डर प्रोग्राममा पनि टेक्निकल टिमहरू छ क्या है त्यो टेक्निकल टिमहरूले पनि गरिदिन्छन् उनीहरूले चार्ज अलिकति बेसी लिन्छ आई थिङ्क $150 लिन्छ क्या तपाईँको सिस्टम सबै सेटअप गरिदिन्छ है त्यो हुन्छ नि 5% जुन बाँकी छ नि त्यो सबै गरिदिन्छ है होइन भन्ने चाहिँ मैले चिनेको नेपालकै एउटा भाइ हुनुहुन्छ उहाँले चाहिँ $97 तपाईँले एकचोटि तिर्नुभयो भने सबै जति पनि चाहिने कुराहरू उहाँले सबै सेटअप गरिदिन्छ सो यु डोन्ट ह्याभ टु वरी त्यति भयो भने तपाईँलाई ल्यापटप पनि चाहिँदैन तपाईँको त्यो मोबाइलबाट सबै हुन्छ हस् म्याम हस्। एन्ड विथ रिगार्ड्स टु मनी भनौँ न पैसाको कुरा गर्दा नि पैसा सबैलाई त्यही हो क्या है ब्रदर अनेस्टली भन्दा चाहिँ मैले साँच्चै भनेको पैसा भन्ने कुरा हामी कसैलाई पनि पुग्दैन क्या कहिले नै पुग्दैन है
मेन बिजनेस गर्ने भनेको त्यही पैसा नपुगेर गर्ने हो नि त, होइन? सिरियसली भन्दा क्या है, त्यही पैसा नपुगेर पैसा कमाउनको लागि नै हो नि त गर्ने भनेको, होइन? वी क्यान बी रिसोर्सफुल क्या। अब तपाईँ कतारमा हुनुहुन्छ भने ओभियसली कतार जाँदा पनि यु ह्याड टु बी रिसोर्सफुल है, भन्छन् के, लाइक हामी रिसोर्सफुल हुन सक्छौँ कि, रिसोर्सफुल भनेको कहाँबाट एरेन्ज गर्ने त, कसरी गर्ने त, होइन? साँच्चै नै तपाईँलाई गर्नु मन छ भने यु विल डु इट, 100%, 100% है। किनभने त्यो के भन्छ, जुन $900 भनौँ न, होइन? $900 भनेको लेट्स चाहिँ नेपालबाटै हुनुहुन्छ भने पनि 1,30,000 कति पर्छ क्या है। त्यतिमा तपाईँले बिजनेस गर्ने हो भने चाहिँ एउटा सानो त्यो मोमो पसल खोल्छु, त्यो हुन्छ नि एउटा त्यो ठेलगाडा, त्यति गर्छु भन्दा पनि पुग्दैन क्या, अनेस्टली भन्दा, होइन? वेज यो बिजनेस त तपाईँले भ्याएको बेला जहाँबाट पनि गर्नु मिल्ने, एउटा कस्टमर आयो भने तपाईँको त्यो सबै इन्भेस्टमेन्ट रिटर्न हुने भनेपछि लाइक इट्स अमेजिङ, होइन? प्लस तपाईँले जति पनि चाहिने स्किल नलेज सिस्टम सबै सिक्नुहुन्छ भने लाइक आई थिङ्क इट्स वर्थ इन्भेस्टिङ है। मेन कुरा चाहिँ विश्वास हो क्या, क्यान आई डु इट भन्ने कुरा हो क्या है। र त्यो टाइमको कुरा गर्नुभयो भने पनि टाइम यु विल मेक इट है। किन भन्दा चाहिँ तपाईँलाई यो बिजनेस गर्नको लागि त्यो एक बल्क 2 घन्टा चाहिँदैन क्या है। तपाईँको हुन्छ नि अब लेट्स से ब्रेकहरू हुन्छ नि त, बिचमा हाफ एन आवर ब्रेकमा पनि ओके म यो ब्रेकमा चाहिँ एउटा कन्टेन्ट बनाउँछु, अर्को ब्रेकमा अर्को कन्टेन्ट बनाउँछु भन्दा नि भयो क्या है। कति चाहिँ 7 सेकेन्ड भिडियोजहरू पनि बनाउन सक्नुहुन्छ क्या, लिटरली 7 सेकेन्ड भिडियोजहरू बनाउनको लागि लाइक इट्स मोर अबाउट कसरी गर्ने भनेर सिक्नको लागि हो, होइन? त्यो एकचोटि सिकिसकेपछि टाइम वोन्ट बी अ प्रब्लम, होइन? तपाईँले दिनको हुन्छ नि हाफ एन आवर जति लर्न गर्नको लागि र दिनको 1 घन्टा जति यो कन्टेन्ट क्रिएसन गर्नको लागि दिनुभयो भने द्याट विल बी मोर देन इनफ है। फर्स्ट फर्स्टमा भनेको है, एकचोटि गर्न जान्नु भएपछि हाम्रो नितसले भन्नुहुन्थ्यो म त यसो मोबाइल लियो भने म त कन्टेन्ट खराब आउँछ भन्थ्यो क्या, होइन? लाइक एकचोटि तपाईँ यो जुन बिजनेसमा डुब्नुहुन्छ नि, लाइक कन्टेन्ट क्रिएसन भनेको यसरी आउँछ क्या, आम नट इभन किडिङ, सिरियसली भनेको फर्स्ट फर्स्टमा हो गाह्रो हुन्छ किनभने नयाँ कुरा हो नि त, होइन? पछि त्यस्तो गाह्रो हुँदैन क्या है। यु विल मेक इट ह्यापन फर स्योर है। त्यही भएर पैसा टाइम त्यो सबै हामीले आफूले आफूलाई दिएको एक्सक्युज हो क्या। इफ यु रियली वान्ट टु वान्ट इट यु विल मेक इट ह्यापन फर स्योर, 100% है। हुन्छ म्याम, हुन्छ म्याम, धन्यवाद म्याम, हजुरको You're most यति टाइम welcome, दिनुभयो। most welcome. I म will. विचार गर्छु म्याम, अलिकति टाइम दिनु अनि विचार गर्छु म्याम। त्यही हो मेरो त्यो 1-on-1 कल र $39 वेबसाइट फी चाहिँ मेरो तर्फबाट लिने भए चाहिँ मेक स्योर टु डु इट बिफोर विकेन्ड है, किनभने त्यसपछि त्यो चाहिँ एक्सपायर हुन्छ, देन यु वन्ट गेट इट है। हजुर म्याम, हस् म्याम, थ्याङ्क यू थ्याङ्क यू सो म्याम। मच फर जोइनिङ, थ्याङ्क यू। थ्याङ्क यू। I will have to learn more before I join this business. Now I'll try to manage time. You need to try to understand further. पुष्पलाल राई, तपाईँ चाहिँ कहाँ बस्नुहुन्छ पुष्पलालजी? हेलो। हेलो। हेलो म्याम। ए तपाईँको माइक काम गर्यो है। नमस्ते म्याम, नमस्ते। नमस्ते, कहाँ बस्नुहुन्छ नि? म चाहिँ म्याम भुटानबाट, हजुर। ओके, वाउ, भुटान। अहिले भुटानमा चाहिँ के गर्नुहुन्छ? हजुर म्याम, अहिले म एउटा सानो टेक्निसियन गर्छु, हस्पिटलमै काम गर्छु म्याम। हस्पिटल? हजुर म्याम। नाइस। म नि हस्पिटलमा हप्ताको 2 दिन मात्रै काम गर्छु, गर्नु चाहिँ। ओके, द्याट्स अमेजिङ। अनि अनलाइन बिजनेसमा कसरी इन्ट्रेस्ट लाग्यो त? अनलाइन बिजनेस चाहिँ म्याम अब सोसियल मिडियातिर यसो टिकटकतिर धेरै हेरेँ मैले म्याम। उम्, अनि देखिजना मान्छे के भन्छ अब कोचहरूसँग पनि यसो च्याटहरू गरेँ। ओके। अनि बट अब त्यो खासैमा अब रियल हो होइन, कसरी गर्नुपर्छ भन्ने त्यो चाहिँ अब आफूले सोचेको जस्तो चाहिँ नहुँदो रहेछ नि त म्याम। के हो केही बुझिँदैन हो। एक्सक्युज मी, राइट थ्रोट भयो त। तपाईँले के सोच्नु भएको थियो? खासमा हाम्रो यहाँ भुटानमा पनि यो इ कमर्स अरे के अरे भनेर अलिअलि अलिअलि मैले यहाँ मेरै साथीहरूले को कोले गर्ने कोही कोहीले गर्नेहरू पनि छ रहेछ त्यो इ कमर्स भन्ने। ओके। अन्त त्यो त्यसमा पनि अनि अब कस्तो के हो भन्दाखेरि तर त्यो इ कमर्स भन्दा चाहिँ अब खासैमा हाम्रो यहाँ भुटानमा चाहिँ अब इ कमर्स मात्र होइन अरू पनि अब अनलाइन बिजनेसहरू अ, कुनै पनि लिगलाइज छैन। के हो र? अनि इन्ट्रेस्टिङ। हजुर म्याम त्यस्तो छ कस्तो यहाँ लिगलाइज चाहिँ। छैन अनि अब भन्दा नि जो तपाईँहरूले अनलाइन बिजनेस गर्नै नपाउने?
मतलब अब गर्नेले गरिरहेको छ होला, अब तर पनि अब चुपचापसँगले Okay. अब त्यसरी खुलम खुला त्यसरी अब गभर्मेन्टले चाहिँ कुनैको यसमा चाहिँ अब नलेज चाहिँ छैन। अनि स्पेसली अब त्यो कुनै त्यो ट्रान्जेक्सनहरू मनीको यताउता ट्रान्जेक्सन हुँदा चाहिँ अलिक प्रब्लम हुँदो रहेछ म्याम। त्यही छ यहाँ चाहिँ। अनि किनभने कति चाहिँ अब त्यस्तो स्क्यामहरूमा पनि कति मान्छेहरू फाँसिएछ Mm-hmm. अस्ट्रेलियातिर पनि। त्यो भएर चाहिँ अन्त अहिले चाहिँ अब गभर्मेन्टले चाहिँ हाम्रो यहाँको भुटान गभर्मेन्टले चाहिँ लिगलाइज गरेको छैन नि त। त्यो Okay. गरेर अन्त जति यहाँ साथी कतिजनाले गर्दै होला, Uh-huh. तर अब हामीलाई त्यति थाहा पनि छैन। Mm-hmm. गर्दै होला तर अब त्यो फेरि गर्दै गरेकोले पनि हामीलाई किन खुलस्त रूपमा अब हामीलाई यसरी भन्दैन। Mm-hmm. उनीहरूले आफै आफै अब उनीहरू जस्तै अब सिक्रेटमा गर्दो रहेछ। Mm-hmm. अब त्यसरी भन्यो भने त सबै अब यो भइहाल्छ एक्सपोज हुन्छ भनेर हो कि किन Mm-hmm. पनि अब गर्दैन रहेछ।